ल यो भनेको चाहिँ हाम्रो स्टिल पोर्सनको चाहिँ लास्ट च्याप्टर हो। त्यसपछि हामी टिम्बर पोर्सनमा जान्छौँ हैन। अनि चाहिँ अहिलेसम्म हामी जे काम गरेका छौँ सबै स्टिलमा बेस्ड भएर काम गरेका छौँ। अनि यो चाहिँ स्टिलको चाहिँ हाम्रो च्याप्टर लास्ट। यसपछि चाहिँ एकछिन है। अनि अब यसपछि चाहिँ के गर्छौँ भनेर भन्दाखेरि हामी चाहिँ यहाँबाट सिफ्ट भएर त्यसपछि टिम्बरमा जान्छौँ, अथवा अहिलेसम्म हामी लिमिट स्टेटमा छौँ, लिमिट स्टेटबाट सिफ्ट भएर त्यसपछि चाहिँ वर्किङ स्टेटमा जान्छौँ है त। त्यसो भए अब जुन हामी अब च्याप्टर हेरेका छौँ रुफ ट्रस भनेको, यसमा के हेर्छौँ त भनेर अलिअलि बेसिक कुराहरू भनौँ अनि त्यसपछि अगाडि बढौँ। अब यो रुफ ट्रसमा चाहिँ के हो भनेर भन्दाखेरि बेसिकली हामीले हेर्ने भनेको एनालाइसिस पार्ट भनेर हेर्छौँ है। एनालाइसिस पार्ट अब यो च्याप्टरको नाम डिजाइन भनेर अब हामीले डिजाइन अफ स्टिल एन्ड टिम्बर स्ट्रक्चर्स भनेर पढ्यो भने यो च्याप्टर नम्बर 8 चाहिँ मेजर केमा फोकस गर्छ भन्दाखेरि एनालाइसिसमा। एनालाइसिस भनेको कस्तो भनेर भन्दाखेरि भोलि तिमीले डिजाइन गर्नलाई चाहिँ के गर्नु पर्यो भनेर भन्दाखेरि रुफ ट्रसमा के कस्तो लोडहरू आइरहेछ भनेर एस्टिमेट गर्नु पर्यो। यो लोडको एस्टिमेसन भनेको चाहिँ अहिलेसम्म गरेको लोडको एस्टिमेसनभन्दा अलिकति फरक छ क्या। त्यसैले के गर्नु पर्यो भनेर भन्दाखेरि हामीले अहिलेलाई चाहिँ गर्ने भनेको के हो भन्दाखेरि त्यो काम हो। अनि त्यसपछि हामी के गर्छौँ भनेर भन्दाखेरि यो रुफको सिटिङलाई सपोर्ट गर्ने भनेको के हुन्छ, पर्लिन हुन्छ। पर्लिनको डिजाइन पनि के गर्ने कसरी गर्ने भनेर हेर्छौँ है त। त्यसैले हामीले टोटल 3टा पार्टमा आजको च्याप्टर पढ्छौँ। त्यो भने के हो भनेर भन्दाखेरि एउटा भनेको चाहिँ जस्ट विन्ड भेलोसिटी के कतिको आइरहेछ त भनेर त्यो एउटा हेर्छौँ। त्यसपछि विन्ड भेलोसिटीले गर्दाखेरि विन्ड प्रेसर कति डेभलप भइरहेछ रुफ मेटेरियलमा भनेर हेर्छौँ। अनि त्यसपछि के गर्छौँ भनेर भन्दाखेरि त्यसपछि चाहिँ अर्को पार्ट भनेको चाहिँ डिजाइन हुन्छ है त। त्यसपछि आज चाहिँ हामी स्लाइडबाट अलिकति स्टार्ट गर्छौँ। त्यसरी मैले स्टार्ट गरेँ स्लाइडबाट। ल स्टार्ट गरौँ है त। ल यो चाहिँ हाम्रो स्टिलको फेरि पनि भने लास्ट पोर्सन, त्यो भनेको रुफ ट्रस। अब रुफ ट्रस भनेको के हो र कहाँ युज हुन्छ भन्ने कुरा चाहिँ बाट स्टार्ट गरौँ। अब रुफ ट्रस भनेको के हो भनेर एकैछिन गर्नु है। ल स्टार्ट गरौँ है त। ल अब पहिलो काम के हो भन्दाखेरि रुफ ट्रस भनेको के हो त भनेर है। रुफ ट्रस भनेको चाहिँ कस्तो स्ट्रक्चर भनेर भन्दाखेरि यो ट्रस स्ट्रक्चरहरू चाहिँ आजकलको मा एकदमै बेसी युज भइरहेको छ है। जस्तै त्यो भनेको कहाँ हुन्छ भनेर भन्दाखेरि आजकल जस्तै रुफकै ट्रसमा भइरहेको हुन्छ। रुफलाई चाहिँ ट्रसलाई चाहिँ एज अ रुफको त्यो रुफको मेटेरियल भनेर युज गर्यो भने चाहिँ यसलाई रुफ ट्रस भनेर भन्न खोजेको हो। यो आजकल एकदमै कमन प्र्याक्टिस हो है। स्टिल स्ट्रक्चरको युज नेपालमा बढ्यो भने रुफ ट्रसको स्ट्रक्चर चाहिँ अझै बेसी बढिरहेको छ। जस्तै रुफ ट्रस भनेको कहाँ हुनसक्छ भनेर भन्दाखेरि स्टेडियममा रुफ ट्रस युज गरिरहेको हुन्छ। अनि त्यसपछि जहाँ चाहिँ एकदमै लार्ज स्पान चाहिरहेको हुन्छ जस्तै कि इन्डस्ट्रियल वेयर हाउसमा त्यहाँतिर रुफ ट्रसहरू युज गरिरहेको हुन्छ। जहाँतिर चाहिँ के हुन्छ भनेर भन्दाखेरि स्लोपिङ सर्फेस चाहिरहेको हुन्छ जसले गर्दाखेरि चाहिँ स्नो कलेक्ट नहोस् अथवा पानी गइसकेपछि पानीको ड्रेनेज राम्ररी होस्। यस्तो बेलामा चाहिँ के भइरहेको हुन्छ भनेर भन्दाखेरि रुफ ट्रसहरू प्रोभाइड गरिरहेको हुन्छ। रुफ ट्रस भनेको एकदमै लाइट स्ट्रक्चर हो र यसले के गर्छ भन्दाखेरि लोड स्पानलाई चाहिँ एकदमै राम्ररी ट्रान्सफर गर्ने भएकोले गर्दाखेरि चाहिँ यसको प्र्याक्टिस एकदमै बढेको छ। अब जस्तै इक्जाम्पलको लागि भनेको यो एउटा रुफ ट्रस है। अब यो रुफ ट्रस भनेको कता हो भनेर भन्दाखेरि सायद एउटा इन्डस्ट्रियल वेयर हाउसको लागि अथवा गोडाउनको लागि चाहिँ जहाँतिर हेर त स्पान भनेको एकदमै बेसी चाहिरहेको हुन्छ। जस्तै तिमीले हेर्नु खोज्यो भने के हुन्छ भन्दाखेरि यो डोर जुन हुन्छ अथवा यो डोर जुन हुन्छ, यो डोर भनेको 3 फिटको हुन्छ हैन। 7 फिट बाई 3 फिटको जेनरली डोर भइरहेको हुन्छ भने यसकै कम्पेरिजनमा हेर न यो कति लेन्दी छ भनेर हैन। त्यसैले गर्दाखेरि चाहिँ स्पान भनेको एकदमै ठुल्ठुलो चाहिरहेको बेलामा चाहिँ यस्तो युज गरिरहेको हुन्छ। तिमीले देखेको भनेको फुटसल ग्राउन्डको तल युज भइरहेको होला, रेस्टुरेन्टको तल युज भइरहेको होला। त्यहाँतिर चाहिँ आजकल ट्रसको स्ट्रक्चरको चाहिँ युज भनेको एकदमै बेसी छ। त्यसो अब हामी के गर्छौँ भनेर भन्दाखेरि ट्रसको स्ट्रक्चरको केही कम्पोनेन्टहरू हेर्छौँ। त्यो कम्पोनेन्टहरू हेरिसकेपछि के गर्छौँ त भनेर भन्दाखेरि अनि त्यसपछि हामी केमा जान्छौँ, कम्पोनेन्ट हेरिसकेपछि चाहिँ अनि त्यसपछि कम्पोनेन्ट हेरिसकेपछि टाइप्स अफ रुफ्स भनेर अलिकति रुफ ट्रस भनेर अलिकति केही बेसिक कुरा मात्रै हेर्छौँ। त्यसमा हामी डिटेलमा जाँदैनौँ। अनि त्यसपछि हामी विन्ड लोडको क्यालकुलेसन के कसरी गर्ने भनेर हेर्छौँ है त। अब यो चाहिँ तिमीले के देखाउनु खोजेको भनेर भन्दाखेरि एउटा रुफ ट्रसको पुरै मेम्बर भनेर देखाउनु खोजेको है त। रुफ ट्रसको पुरै मेम्बर देखाउँदाखेरि यहाँतिर के छ भनेर भन्दाखेरि हेर है, यो जुन सपोर्टहरू छ अथवा यो भनेको जुन सपोर्ट अथवा वालहरू भयो, यो सपोर्ट अथवा वालहरू भयो है। अब यसको चाहिँ जुन यो जहाँतिर चाहिँ यो यहाँतिर सब यो हाम्रो ट्रस स्टार्ट भएको छ, वालबाट स्टार्ट सपोर्ट स्टार्ट भएको छ, यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि इप्स भनेर भन्छौँ है। यसलाई चाहिँ हामीले इप्स भनेर भन्यौँ। अनि त्यसपछि के छ त भनेर भन्दाखेरि यो दुईटा जुन छ मेम्बरहरूको बिचमा यो जुन यो एउटा लामो एउटा स्पेसिङ छ, यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि स्पान अफ द ट्रस भनेर भन्छौँ
है। जस्तै कि यहाँतिर यो जुन देखाएँ नि, यहाँदेखि लिएर यहाँसम्मको कन्टिन्युअसको मेम्बर जुन हुन्थ्यो यसलाई चाहिँ हामीले के भन्यौँ भनेर भन्दाखेरि स्पान अफ द ट्रस्ट भनेर भन्छौँ है। ल अनि त्यसपछि के छ त भनेर भन्दाखेरि स्पान अफ द ट्रस्ट भएपछि हेरे यहाँतिर एउटा दुईटा तीनवटा चारवटा ट्रस्टको एरेन्जमेन्ट छ। अब यो स्पेस ट्रस्ट भयो, यो एउटा ट्रस्ट भयो, यहाँतिर एउटा ट्रस्ट भइसकेपछि के छ भन्दाखेरि यसलाई कनेक्ट गरेर यो एउटा ट्रस्ट मेम्बरले कनेक्ट गरेर यहाँतिर अर्को यो अर्को ट्रस्ट भयो, त्यसपछि यो अर्को ट्रस्ट, चारवटा ट्रस्ट भयो होइन। अब यसलाई चाहिँ केले कनेक्ट गर्छ त भनेर भन्दाखेरि चाहिँ अब हेर्दा यो ट्रस्टको टाइप हो, यो मेम्बर्सहरू भनेको ट्रस्टको टाइप हो। ट्रस्ट भनेको जहिले पनि ट्रायङ्गुलेसन फर्मेसनमा लिएर जान्छौँ हामी, स्ट्याटिकली डिटर्मिनेन्ट बनाउनको लागि जहिले पनि हामी ट्रायङ्गुलेसन फर्मेसनमा गर्छौँ। अब यो ट्रस्टको टाइप फरक हुन्छ, त्यो हल्का हामी हेरौँला है। अब यसपछि के छ त भनेर भन्दाखेरि यो जुन छ नि, यो हाइएस्ट पोइन्ट जुन छ नि, यसलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि है, यो भनेको हाम्रो भयो। अब यो जुन छ यो ब्ल्याक लाइन, यो जुन छ यसलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि यो रिच पोइन्ट हो है। यो पोइन्ट चाहिँ रिच पोइन्ट हो। यो रिच पोइन्ट भनेको के हो त भन्दाखेरि सबैभन्दा हाइएस्ट पोइन्टमा बसेको पोइन्टलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि यसलाई चाहिँ हामीले रिच पोइन्ट भनेर भन्यौँ है। यो दुईटाको इन्टरसेक्सन भन्नाले यो पोइन्ट र यो पोइन्टको इन्टरसेक्सन भएर जुन यो लाइन बनिरहेको छ यो भनेको चाहिँ रिड्ज लाइन भन्ने हुन्छ होइन। तिमीहरूले सायद इरिगेसनहरूदेखि लिएर त्यो हाइड्रोलोजी थुप्रैमा पढेको होला। यो पोइन्टलाई चाहिँ हामीले रिड्ज पोइन्ट भनेर भन्छौँ है। त्यसपछि के हुन्छ भनेर भन्दाखेरि यो ट्रस्टबाट एउटा मेम्बर कनेक्ट भइरहेको हुन्छ, ट्रस्टबाट एउटा मेम्बर यसरी यहाँतिर लिएर गइरहेको हुन्छ, जसले चाहिँ के गर्छ त भनेर भन्दाखेरि ऊ यस्तो रुफिङ म्याटेरियलले सपोर्ट गर्छ क्या, यस्तो रुफिङ म्याटेरियलले सपोर्ट गर्छ। यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि अब यो भनेको रुफ कभरिङ भइहाल्यो होइन, यो भनेको रुफ कभरिङ भइहाल्यो। अनि त्यसपछि यो भनेको चाहिँ के हो त भन्दाखेरि पर्लिन हो है। यसले चाहिँ के जस्तो काम गर्छ त भन्दाखेरि यहाँको लोडलाई यहाँबाट ट्रान्सफर गर्ने काम गर्छ। यसले चाहिँ फ्लेक्जरल मेम्बर जस्तो काम गरिरहेको हुन्छ, जसको डिजाइन हामी हेर्छौँ होइन। त्यस्तै हेर त, यो भनेको के भइदियो भन्दाखेरि यो पोइन्ट र यो पोइन्ट जहाँतिर यसरी मिट भएर आयो यसलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि रिड्ज पोइन्ट भनेर भन्यौँ होइन। अनि त्यसपछि यो जुन ब्ल्याक लाइनहरू यसरी देख्यौँ नि, यसले चाहिँ के गर्यो भनेर भन्दाखेरि पहिला चाहिँ रुफ भनेको चाहिँ यहाँतिर सपोर्टेड छ होइन पर्लिनमा, अनि यो पर्लिनबाट चाहिँ के भइरहेछ त भन्दाखेरि यस्तो पोइन्टमा चाहिँ लोड ट्रान्सफर भइरहेछ। त्यसैले यो मेम्बर जुन यसरी गइरहेछ यसलाई चाहिँ हामीले पर्लिन भनेर भन्यौँ, जसको डिजाइन पनि हामी हेर्छौँ। यो भनेको पर्लिन भयो होइन। अनि त्यसपछि अब यो भनेको चाहिँ हाम्रो ट्रस्ट भयो, जस्तै कि यो एउटा ट्रस्ट, यो ट्रस्ट, यो ट्रस्ट, यो ट्रस्ट, यो ट्रस्ट भनेको यहाँदेखि लिएर यहाँसम्मको अर्को सपोर्टसम्मको यसलाई हामीले स्पान भनेर भन्यौँ है, स्पान भनेर भन्यौँ। त्यसपछि अर्को भनेको चाहिँ हेर त, एउटा ट्रस्टदेखि लिएर अर्को ट्रस्टसम्मको डिस्टेन्सलाई चाहिँ हामीले स्पेसिङ भनेर भन्छौँ है त। यो टर्महरू चाहिँ याद गर है, यो टर्महरू चाहिँ हाम्रो डिजाइनको लागि काम लागिरहेको हुन्छ होइन। यसलाई चाहिँ हामीले स्पेसिङ भन्यौँ। एउटा ट्रस्टदेखि लिएर अर्को ट्रस्टसम्मको डिस्टेन्सलाई हामीले स्पेसिङ भनेर भन्यौँ भने एउटा सपोर्टदेखि लिएर अर्को सपोर्टसम्मको डिस्टेन्सलाई चाहिँ हामीले स्पान भनेर भन्यौँ है त। यो भनेको छ। अब यसमा चाहिँ अब अलिकति पछि काम लाग्ने भनेको चाहिँ यो भनेको चाहिँ एरिया भयो होइन। यसले यो चाहिँ के भन्छ, यसलाई चाहिँ हामीले जुनलाई चाहिँ हामीले एउटा 2D प्लेनमा प्रोजेक्ट गर्छौँ यसलाई चाहिँ प्रोजेक्टेड एरिया भनेर भन्छ। त्यो भनेको के हो भन्ने कुरा, कुन बेला चाहिन्छ भन्ने कुरा पनि हामी हेर्दै गरौँ है त। अब यस्तोलाई हामीले के भन्यौँ भनेर भन्दाखेरि यहाँतिर जुन यो आइरहेछ यस्तोलाई हामीले टाई भनेर भन्यौँ। टाई मेम्बर भनेको चाहिँ कस्तो हो भनेर भन्दाखेरि टाई मेम्बर भनेपछि चाहिँ टेन्सन क्यारिङ मेम्बरलाई चाहिँ हामीले टाई मेम्बर भनेर भन्छौँ होइन। यसमा चाहिँ टेन्सन आइरहेको हुन्छ। अब हेर है, जेनरली यदि तिमीहरूले सिम्पली सपोर्टेड यसरी सपोर्ट हेर्दाखेरि चाहिँ यहाँतिर के छ भनेर भन्दाखेरि तिमीहरूले यो सिम्पली सपोर्टेड ट्रस्टमा चाहिँ यदि भर्टिकल लोडहरू अथवा ग्राभिटी लोडहरूले गर्दाखेरि हेर्छौँ भने यो ट्रस्ट भनेको यसरी बेन्ड हुन खोज्छ, जसले गर्दाखेरि के हुन्छ तलपट्टिको मेम्बरमा टेन्सन आइरहेको हुन्छ, माथिपट्टिको मेम्बरमा कम्प्रेसन आइरहेको हुन्छ। अब यही कुरा विन्ड लोडले के कस्तो कुरा हुन्छ भन्ने कुरा सबै कुरा हामी हेर्दै गरौँला। अब यहाँतिर मैले अलमोस्ट सबै कुरा भने एउटा ट्रस्टदेखि लिएर अर्को ट्रस्टसम्मको स्पेसलाई हामीले के भन्यौँ, स्पेसिङ अफ द ट्रस्ट भनेर भन्यौँ, स्पेसिङ अफ द ट्रस्ट यो स्पान। अनि यो जुन एउटा स्ट्रेट लाइन छ नि यसलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि यस्तोलाई चाहिँ हामीले प्रिन्सिपल, यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि यो यहाँबाट यसरी आइरहेको हुन्छ, यो पर्लिनलाई यसरी आएर यो यसरी गइरहेको हुन्छ, यसलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि प्रिन्सिपल राफ्टर भनेर भन्छौँ है त। त्यो देखाउने बेलामा हामी अझै अलिकति मजाले डिल गरौँला है। ल भनेपछि यो भनेको जस्ट हाम्रो ट्रस्टको केही टर्मिनोलोजिजहरू भयो। टर्मिनोलोजिजहरू भइसकेपछि अब हामी के गर्छौँ भन्दाखेरि अब हामीले हेरेको ट्रस्ट भनेको त जहिले पनि के हो त भन्दा अब यो ट्रस्टलाई एउटा ट्रस्टलाई अर्कोसँग कनेक्ट गर्दाखेरिको हो। अब यो ट्रस्ट जुन यसरी राखिएको छ नि
अब यो ट्रस भयो हैन। अब यो ट्रसलाई चाहिँ अब के हुन्छ भन्दाखेरि यो स्पानको लेन्थ अनुसार है, यो स्पानको लेन्थ अनुसार चाहिँ के गरिन्छ त भनेर भन्दाखेरि स्पानको लेन्थ अनुसार चाहिँ यो ट्रसको नेचर चाहिँ फरक फरकको हुन्छ के। जस्तै कि अहिले एक्जाम्पलको लागि के दिए भनेर भन्दाखेरि जुन बेला चाहिँ स्पान भनेको जस्ट 6 to 9 मिटर जति भइरहेको हुन्छ त्यो बेला चाहिँ के गरिरहेको हुन्छ भनेर भन्दाखेरि यस्तोलाई चाहिँ युज गर्ने एउटा ट्रस भनेको युज मोस्ट प्रोपर धेरै जस्तो युज भइरहेको भनेको चाहिँ एउटा सिम्पल पिङ ट्रस भनेर पनि युज भइरहेको छ। मैले एउटा कुरा चाहिँ यहाँ भन्न छुटाएछु यो रिड्स पोइन्टदेखि लिएर यो पोइन्टसम्मको हाइटलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि राइज भनेर भन्छौँ है। र हाम्रो एनालाइसिसमा यो राइज भन्ने टर्म र यो स्पान भन्ने टर्म चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ है त। हामी हेर्छौँ यो कुरा के कसरी गर्ने भनेर। एउटा राइज भन्ने टर्म र अर्को स्पान भन्ने टर्म चाहिँ एकदम इम्पोर्टेन्ट हुन आउँछ है। अनि त्यसै गरी अब यदि यो सिम्पल फिङ्क भनेको सिम्पल फ्यान भनेको चाहिँ 12 मिटरसम्मको लागि यसरी यस्तो खालको ट्रसहरू युज गरिरहेको हुन्छ, जुन बेला स्पान भनेको 12 मिटर हुन्छ। अनि त्यसपछि जुन बेला स्पान भनेको 30 मिटरसम्म हुन्छ त्यो बेला कम्पाउन्ड फिङ्क भन्ने युज गरिरहेको हुन्छ, हावी भन्ने युज गरिरहेको हुन्छ 30 सम्म, प्र्याट भनेर युज गरिरहेको 30 सम्म होइन। यो भनेको चाहिँ नेचर अनुसार, कामको नेचर अनुसार चाहिँ ट्रसको टाइप फरक हुन्छ। तिमीहरूले पनि पढ्यो होला अलिअलि, किङ ट्रस, क्विन ट्रस भनेर अलिअलि पढ्यो होला। त्यस्तै टाइपको नेचर अनुसार चाहिँ के हुन्छ त भनेर भन्दाखेरि यहाँतिर चाहिँ फरक फरक हुन्छ है। ल अब त्यही कुरालाई पनि यहाँतिर यसो हल्का देखाउनु खोजेको। यो भनेको इप्स भनेको जहाँतिर सपोर्ट गरिएको हुन्छ। यो एउटा सपोर्टदेखि लिएर अर्को सपोर्टसम्मको डिस्टेन्सलाई हामीले स्पान भनेर भन्यौँ। एउटा ट्रसदेखि लिएर अर्को ट्रससम्मकोलाई हामीले स्पेसिङ भनेर भन्यौँ। अनि त्यसपछि यहाँतिर आइरहेको यो भनेको जुन हुन्छ जसले गर्दाखेरि चाहिँ बिम जस्तो आई सेक्सन बिम जस्तो हुन्छ, जसले चाहिँ के गर्छ भनेर भन्दाखेरि माथिको रुफलाई चाहिँ सपोर्ट गर्छ। यस्तोलाई चाहिँ हामीले पर्लिन भनेर भन्यौँ। यो लाइनलाई चाहिँ हामीले रिज लाइन भन्यौँ। र यो दुईवटा ट्रस कनेक्ट भएको यो म्याक्सिमम पोइन्ट भनेको चाहिँ रिड्स पोइन्ट भयो भने यहाँ रिड्स पोइन्टदेखि लिएर यहाँसम्मको हाइटलाई चाहिँ हामीले के भन्ने भयौँ भनेर भन्दाखेरि राइज भन्ने भयौँ है। त्यसैले अहिलेलाई चाहिँ अब हामीले अब यो एङ्गल अफ इन्क्लिनेसन भनेको एकदमै काम लागिरहेको हुन्छ। त्यसैले गर्दाखेरि यो राइज र यो स्पान भनेको चाहिँ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट हुन आउँछ है त। ल अब यति भइसकेपछि हामीले ट्रसको बेसिक टर्मिनोलोजिजहरू हेऱ्यौँ। बेसिक टर्मिनोलोजिज हेर्नुको साथै हामीले के पनि गऱ्यौँ भनेर भन्दाखेरि एउटा टर्मिनोलोजिज हेऱ्यौँ। अनि अर्को चाहिँ सिम्पल ट्रस चाहिँ फरक फरक टाइपको युज गर्न सकिन्छ है, वर्कको नेचर र स्पानको अनुसार भनेर जस्ट त्यति मात्र हेऱ्यौँ, धेरै डिटेलमा हेरेको छैन है। अब के गर्नु पर्यो भनेर भन्दाखेरि यहाँतिर अर्को केही टर्मिनोलोजिजहरू छ जसले चाहिँ अब हामीले एउटा राइज भन्ने कुरा त भनि नै हाल्यौँ। अब अर्को एउटा टर्म पनि छ जसले चाहिँ हामी के भन्छौँ भनेर भन्दाखेरि पिच भनेर भन्छौँ है। अब यो पिच भनेको के हो भनेर हेरौँ र यो पिच कति हुनुपर्छ भनेर हेरौँ है त। अब एउटा टर्म छ पिच भन्ने है, पिच भन्ने। अब यो पिच भनेको के हो भनेर भन्दाखेरि यो पिचबाट चाहिँ हाम्रो डिजाइनको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ, एनालाइसिसको लागि। पिचलाई हामीले कसरी डिफाइन गर्छौँ त भनेर भन्दाखेरि पिच भनेको चाहिँ राइज बाई स्पान, राइज बाई स्पानको रेसियोज हुन्छ। यसलाई चाहिँ हामीले के भन्छौँ भनेर भन्दाखेरि रुफ ट्रसमा पिच भनेर भन्छौँ है त। राइज बाई स्पानको रेसियोलाई चाहिँ हामीले पिच भनेर भन्छौँ। अब यो पिच चाहिँ के कति हुनुपर्छ भन्ने कुराले चाहिँ हल्का यतातिर देखाएँ मैले। पिच अफ द रुफ ट्रस भनेको के रहेछ त भनेर भन्दाखेरि राइज बाई स्पानको रेसियोलाई हामीले पिच भनेर भन्यौँ। अब यो पिच भनेको जे छ यसलाई के गर्नुपर्छ त भनेर भन्दाखेरि ड्रेनेजको लागि चाहिँ 1/4 देखि लिएर 1/6 सम्मको रेसियोमा यो मेन्टेन हुनुपर्छ है। पिच भनेको 1/4 to 1/6 सम्ममा ड्रेनेजको लागि मेन्टेन हुनुपर्छ। अब स्पेसिङ अफ द ट्रस राख्दाखेरि चाहिँ के भनेको छ त भनेर भन्दाखेरि अब त्यही कुरालाई यहाँतिर भनेको स्पेसिङ अफ द रुफ ट्रस इज केप्ट 1/3 देखि लिएर 1/5 अफ द स्पान भनेर राखिन्छ। अब यो चाहिँ कस्तो थियो भनेर भन्दाखेरि यो पिचले चाहिँ के कुरालाई गभर्न गर्यो भन्दाखेरि यस्तो कुरालाई है। पिचले चाहिँ के कुरा गर्यो, यो भनेको स्पान, यो भनेको राइज थियो भने पिचले चाहिँ के भन्यो भन्दाखेरि यो ड्रेनेज प्रब्लमको लागि यहाँबाट यसरी ड्रेनेज प्रब्लमको लागि कति हुनु पर्यो, यो 1/4 to 1/6 हुनु पर्यो भनेर भनेको छ है। अब अर्को चाहिँ के छ त भन्दाखेरि अब यो पिच भयो जस्तै यो डिरेक्सनमा त यसरी यतापट्टि गइरहेको हुन्छ, अर्को ट्रस आइरहेको हुन्छ हो। अब यो स्पान र स्पेसिङको रेसियो पनि धेरै हुनु हुँदैन क्या, स्पान र स्पेसिङको रेसियो पनि धेरै हुनु हुँदैन। अब त्यो चाहिँ कति जति राखिन्छ त भनेर भन्दाखेरि जेनरली अब यदि स्पान भनेको के छ 1 देखि लिएर 1/3 देखि लिएर 1/5 सम्म राखिन्छ। यदि 15 मिटरसम्म छ भने के गर्छौँ भन्दाखेरि 1/4 सम्म राख्छौँ। यदि 15 देखि 30 मिटरसम्म छ भने 15 देखि 30 मिटरसम्म छ भने 1/5 भनेर राखिरहेको हुन्छ है त। अब रुफ ट्रस भनेको के हो भनेर भन्दाखेरि
ट्रस भनेको हामीले बेसिक ट्रसको डिजाइन हेर्ने भने ट्रस भनेको कस्तो हो, पिन जोइन्टेड मेम्बरहरू हो। र पिन जोइन्टेड मेम्बर हुँदाखेरि हामी के गर्छौँ भनेर भन्दाखेरि ट्रसलाई चाहिँ वेटलेस एज्युम भनेर गरिरहेको हुन्छौँ। त्यसैले ट्रसमा चाहिँ जेनरली हामीले मेम्बर युज गर्दाखेरि चाहिँ हलो मेम्बर अथवा चाहिँ लाइट मेम्बरहरू चाहिँ ट्रसमा चाहिँ के गर्नु परेको हुन्छ, ट्रस सेक्सनमा चाहिँ हामीले यसरी युज गरिरहेको हुन्छौँ है त। भनेपछि अब हामी केमा गयौँ भन्दाखेरि त्यही स्पानको पनि गयौँ, त्यसपछि अब ट्रस भनेको लाइट मेम्बर भएकोले गर्दाखेरि के गर्ने भनेर पनि भयौँ। अब ट्रसमा चाहिँ के कस्तो मेम्बर युज भइरहेको हुन्छ त भनेर भन्दाखेरि अब हलो सेक्सन, हलो ट्युबुलर सेक्सनहरू युज गर्छ भने त्यो पनि ठिक। त्यसको सट्टामा के पनि युज गरिन्छ त भनेर भन्दाखेरि एङ्गल सेक्सनहरू पनि एकदमै बेसी युज भइरहेको हुन्छ क्या। अलिकति ठुल्ठुलो ट्रसहरूमा एङ्गल सेक्सनहरू पनि एकदमै बेसी युज भइरहेको हुन्छ। र एङ्गल सेक्सन युज गर्दा चाहिँ एटलिस्ट 50/50/6 चाहिँ युज गरिन्छ भनेर भनेको छ। अनि त्यसपछि अब एङ्गल सेक्सन युज गरेपछि कनेक्सनको लागि गसेट प्लेटहरू युज गर्नुपर्ने हुन्छ होला। गसेट प्लेट युज गर्दाखेरि के गरिन्छ भन्दाखेरि एटलिस्ट थिकनेस भनेको गसेट प्लेटको 6 mm थिकनेस युज गरिन्छ। अब आजकल रिबेट अलिक कमै युज गरेकोले गर्दाखेरि त्यसले कनेक्ट गर्दाखेरि चाहिँ कमसेकम पनि 2टा बोल्टबाट कनेक्ट गर्ने भनेर भनेको है त। अनि रुफ ट्रसको लागि के गरिन्छ भनेर भन्दाखेरि मेम्बर्सलाई रिजिडली बोल्टेड गरिन्छ, त्यो भनेको 1 बोल्टभन्दा बेसीले, अनि त्यसपछि अथवा वेल्डेड गरिन्छ। अब पिन कनेक्सन भनेर बनाउनु पर्ने हो, तर पिन कनेक्सन भनेर भन्दा नि हामी कनेक्सन गर्दाखेरि रिजिड कनेक्सन भनेर गरिरहेको हुन्छौँ है त। यति कुरा चाहिँ के भइदियो भन्दाखेरि यति चाहिँ बेसिक इन्ट्रोडक्सन अफ द ट्रस भयो है। रुफ ट्रसको लागि बेसिक इन्ट्रोडक्सनहरू भइहाल्यो। अब भनि नै हाल्यो यो कहाँ कहाँ युज भएको हुन्छ भनेर भन्दाखेरि चाहिँ यो युज भइरहेको के हुन्छ भन्दाखेरि एउटा भनेको चाहिँ तिमीहरूले देखि नै रहेको, अब तिमीहरू फुटबल म्याचहरू हेर्छौ, हाम्रै 10 रङ्गशालाको हेरेको छौ भने त्यहाँतिर के छ भनेर भन्दाखेरि स्टेडियममा रुफ ट्रस बनिरहेको हुन्छ होइन। अनि त्यसपछि आजकलको तिमीहरूले रेस्टुरेन्टहरू हेर्छौ भने रुफटप रेस्टुरेन्ट भइरहेको बेलामा टक्क माथितिर ट्रसको स्ट्रक्चर युज गरिरहेको हुन्छ। सिनेमा हलहरूमा पनि माथितिरकोमा के गर्नु सक्छ भनेर भन्दाखेरि ट्रस मेटेरियल युज गर्नु सक्छ। स्पान एकदमै बेसी चाहिने बेलामा, जस्तो यो इन्डस्ट्रियल बिल्डिङको लागि त एकदमै कमन। इन्डस्ट्रियल बिल्डिङकोमा चाहिँ के हुन्छ भन्दाखेरि रुफ चाहिँ ट्रसको बनाइएको हुन्छ है त। यस्तो कुराहरू हामीले देखिरहेका छौँ है। ल अब यहाँतिर अब यो टेबलहरू छ, अब हामी अलिकति यतातिर आउँछौँ। यसलाई मैले त्यसरी एकछिनलाई स्टप सेयरिङ गरिदिएँ। सपोज हामी यसमा आयौँ है त। भनेर भन्दाखेरि अब रुफ ट्रसको लागि लोड इस्टिमेसन भनेर गर्न थालौँ है त। भनेपछि एनालाइसिस पार्ट भनेको जहिले पनि के हो त भनेर भन्दाखेरि लोड के कस्तो आउँछ, लोड के कस्तो आयो भनेपछि त्यो लोडले गर्दाखेरि के कस्तो एफेक्ट आएको छ, अथवा सेयर फोर्स, बेन्डिङ मोमेन्ट, ट्रस हो भने एक्जियल फोर्स के कति आउँछ भनेर हेर्छौँ। त्यही कुरा हेरौँ है त। त्यसैले अबको टपिक भनेको के हो भनेर भन्दाखेरि हामीले के गर्यौँ भनेर भन्दाखेरि रुफ ट्रसको बेसिक इन्ट्रोडक्सन गऱ्यौँ है। त्यसपछि अब हामी के गर्दैछौँ भन्दाखेरि लोडको इस्टिमेसन। अब हामीले गर्ने भनेको लोडको इस्टिमेसन। लोडको इस्टिमेसन गर्दाखेरि अब रुफ ट्रसमा के कस्तो लोड आउँछ भनेर हेरौँ है त। अब रुफ ट्रसमा लोड क्रिटिकल के छ त भनेर भन्दाखेरि हामी 3टा लोड हेर्छौँ। एउटा भनेको डेड लोड, रुफ ट्रसमा आउने एउटा भनेको डेड लोड। यो डेड लोड कहाँबाट लिन्छौँ भनेर भन्दाखेरि आइएस 875 लोडको लागि सबै आइएस 875 भनेर हेर्छौँ। त्यो पनि के त भनेर भन्दाखेरि पार्ट 1 डेड लोड चाहिँ पार्ट 1 ले भनेर दिइरहेको हुन्छ है। यो चाहिँ डेड लोड चाहिँ पार्ट 1 ले दिइरहेको हुन्छ। ल ठिक छ, डेड लोड भनेर त भने त्यसो भए डेड लोड भनेको के आउने रहेछ त भनेर हेरौँ न त हल्का। जस्तो यो एउटा ट्रस भयो अरे, सिम्पल यसरी ट्रस बनाइदिएँ मैले अहिले। यो एउटा ट्रस हुँदाखेरि के आइरहेको हुन्छ त भनेर भन्दाखेरि हेर त, एउटा यिनीहरूको मेम्बरकै वेट भनेर आइरहेको हुन्छ, मेम्बरको सेल्फ वेट भनेर आइरहेको हुन्छ। मेम्बरको सेल्फ वेट भएपछि अर्को के आउँछ भन्दाखेरि ऊ यहाँतिर यसरी पर्लिन भनेर कनेक्ट भइरहेको हुने रहेछ, त्यसपछि पर्लिनको वेट आउँछ। अनि त्यसपछि के हुन्छ भनेर भन्दाखेरि ऱ्याफ्टरको वेट आउने भइहाल्यो, पर्लिन ऱ्याफ्टर। त्यसपछि के हुन्छ त भनेर भन्दाखेरि चाहिँ अब यहाँतिर माथितिर तिमीहरूको के पनि हुने रहेछ त मेटेरियल, रुफ मेटेरियल। त्यसरी रुफ मेटेरियलको वेट आउँछ हैन।
त्यसैले गर्दाखेरि चाहिँ अब डेड लोड भनेको चाहिँ अब यो के कति रुफ मेटेरियलमा अब तिमीले के युज गरेको छौ भनेर सिम्पल जीआई सिट युज गरेछौ कि के युज गरेको छौ त्यो अनुसार चाहिँ तिमीले IS 875 पार्ट 1 को डेड लोडको कोडमा जाने अनि त्यसपछि त्यहाँबाट हेर्न सकिन्छ। अथवा हामी के पनि गर्छौं त भनेर भन्दाखेरि चाहिँ यो अब यो भनेको चाहिँ के हो भनेर भन्दाखेरि अब प्रपर एनालाइसिसको लागि चाहिँ प्रपर एनालाइसिसको लागि अब के कस्तो चाहिन्छ भनेर हेर्नलाई चाहिँ हामीले के गर्न मिल्यो भन्दाखेरि तिमीले यदि वेट थाहा छ वेट थाहा भएर एनालाइसिस गर्नु छ भने है वेट थाहा भएर एनालाइसिस गर्नु छ भने तिमीले के गर्न मिल्छ भनेर भन्दाखेरि चाहिँ यसरी नै जस्तै कि यो जीआई सिट युज गर्छौ भने जीआई सिट कति एमएम थिकनेसको भनेर युज गर्छौ त्यसरी हेर्ने पर्लिन युज गर्दाखेरि के कस्तो मेटेरियल हुन्छ राफ्टर युज गर्दाखेरि के कस्तो हुन्छ रुफ मेटेरियल यसको मेम्बरको सेल्फ वेट के हुन्छ भनेर यसरी गर्न सक्छौ। अथवा हामीले के गर्छौं भनेर भन्दाखेरि स्टार्टिङको लागि हामीसँग एउटा इम्पेरिकल फर्मुला पनि छ इम्पेरिकल फर्मुला त्यसमा चाहिँ के गर्छौं त भनेर भन्दाखेरि यो अब डेड लोड भनेको कति लिने त भनेर भन्दाखेरि डेड लोड भनेको चाहिँ कति लिन्छौं भन्दाखेरि स्पान बाइ 3 प्लस 5 इन्टु 10 यो भनेको चाहिँ किलोन्युटन पर किलोन्युटन हैन है यो भनेको चाहिँ न्युटन पर मिटर स्क्वायरमा। अब यो भनेको चाहिँ हामीले अब एक्ज्याक्ट डेड लोड क्याल्कुलेसन भनेर गर्दाखेरि एनालाइसिस गर्दाखेरि पार्ट 1 बाट गर्ने हो नभए हामी एनालाइसिसको स्टार्टिङको लागि चाहिँ हामी इम्पेरिकल फर्मुला युज गरेर पनि गर्छौं जुन भनेको चाहिँ के हो त भनेर भन्दाखेरि स्पान बाइ 3 प्लस 5 इन्टु 10 न्युटन पर मिटर स्क्वायरबाट चाहिँ हामी के गर्छौं भन्दाखेरि यो चाहिँ डेड लोड भनेको एरिया लोडबाटै स्टार्ट गर्छौं है त। अनि यो गरिसकेपछि अनि बल्ल के गर्छौं भनेर भन्दाखेरि अगाडि बढ्दै जान्छौं है। त्यसैले अहिले हामीले के हेर्यौं भन्दाखेरि स्ट्रक्चरमा आउने डेड लोड कहाँबाट हेर्ने र यदि आएको छ भने कति लिने भनेर भन्ने कुरा चाहिँ हामीले हेर्यौं। अब अर्को डेड लोड सँगै अर्को एउटा क्रिटिकल लोड जुन चाहिँ हाम्रो ट्रसको लागि एनालाइसिसको लागि एकदमै इम्पोर्टेन्ट छ त्यो भनेको के हुन आउँछ त भनेर भन्दाखेरि त्यो सेकेन्ड लोड भनेको चाहिँ आउँछ इम्प्याक्ट लोड हैन लाइभ लोड है त। अब लाइभ लोड भनेको हामी कहाँबाट यो पार्ट 1 छ र हजुर छ नि यो भने चाहिँ पार्ट 1 को लागि है। पार्ट 1 मा के भनेछ भनेर भन्दाखेरि कोड अफ प्र्याक्टिस फर डिजाइन लोड अदर देन अर्थक्वेक लोड भनेछ हैन। यो चाहिँ के को लागि भन्दाखेरि युनिट वेट अफ द बिल्डिङ त्यो तिमी स्टिल स्ट्रक्चरको लागि होस् वा भोलि गएर आरसीसी स्ट्रक्चरको लागि होस् डेड लोडको के कति छ भनेर लिनु छ भने तिमीले लिने भनेको IS 875 पार्ट 1 बाट है। त्यहाँतिर के भनेको छ भनेर हेरौँ है त। जस्तै कि अब कस्तो छ भनेर भन्दाखेरि तिमीले के मेटेरियल युज गरेको सबैको युनिट वेट दिएको छ क्या। जस्तै कि अब तिमीले के गर्नु छ अरे भनेर भन्दाखेरि बिटुमिनहरुको पनि यहाँतिर दिएको हुन्छ कास्ट आइरनको दिएको हुन्छ हैन सिमेन्टको दिएको हुन्छ। तिमीले के गर्नु छ भनेर भन्दाखेरि हल्का जस्तै फ्लोर फिनिश गर्यो अरे फ्लोर फिनिश गर्दाखेरि फ्लोरको के कति युनिट वेट लिने भन्ने कुरा पर्क है त। जस्तै देखाउँछ यहाँतिर जस्तै कि के छ भन्दाखेरि हेर है त ग्लास फाइबर छ भने नोमिनल थिकनेस ग्लास फाइबरको भनेको 10 भएको हुन्छ हैन 10 mm थिकनेस ग्लास फाइबरको छ भने अब वेट कति लिने त भनेर भन्दाखेरि त्यो कुरा पनि यहाँतिर लेखेको छ बिल्डिङ मेटेरियलमा। अनि त्यसपछि तिमीले जुन यो ब्रिकको 19.2 अथवा 20 किलोन्युटन भनेर जुन लिन्छौ नि त्यो सबै भनेको केबाट आएको भनेर भन्दाखेरि IS 875 पार्ट 1 बाट आएको है। त्यसैले गर्दाखेरि डेड लोडको लागि कुनै पनि मेटेरियलको यहाँतिर थुप्रै मेटेरियल छ। जस्तै कि तिमीले घर बनाउँदाखेरि इटा युज गर्छौ कि इटाको सट्टामा कङ्क्रिट ब्लक युज गर्छौ कि त्यसको कङ्क्रिट ब्लक पनि हैन तिमीले के गर्छौ भनेर भन्दाखेरि यो के भन्छ त्यसलाई त्यो प्लेट्सहरु जस्तो अथवा त्यो पार्टिसनको लागि तिमीले युज गर्ने भनेको फाइबरको बोर्ड्सहरु हो कि त्योहरु सबै के छ भनेर भन्दाखेरि चाहिँ तिमीले यदि डेड लोडको बारेमा केही जान्नु पर्यो भने चाहिँ डेड लोड केमा दिएको हुन्छ भन्दाखेरि IS 875 पार्ट 1 मा दिएको हुन्छ है त। जस्तै कि तिमीले बोर्ड्सहरु युज गराछौ रे बोर्ड्सहरु पार्टिसन वालको लागि युज गराछौ भने बोर्ड्स 10 mm थिकनेसको हुन्छ। त्यसैले यसको एरिया कति लिने त भनेर भन्दाखेरि यहाँतिर दिएको छ है। त्यसैले यदि तिमीले केही चाहियो भने त्यो सबै चाहिँ केमा छ भनेर भन्दाखेरि IS 875 पार्ट 1 मा छ है। पार्ट 1 भनेको चाहिँ टोटली डेड लोडको लागि कुनै पनि मेटेरियलको डेड लोड चाहिन्छ भने त्यो कुरा चाहिँ यहाँतिर यसरी दिएको हुन्छ है त। मेसनरीमा स्टोनको लागि अब तिमीले कास्ट युज गराछौ कि ड्राई युज गराछौ कि ग्रेनाइट युज गराछौ कि अनि लाइमस्टोनहरु युज गराछौ कि अब भोलि गर्दाखेरि फ्लोर बनाउँछौ फ्लोर बनाउँदाखेरिको फ्लोर फिनिश गर्दाखेरि चाहिँ मार्बल युज गराछौ कि मार्बलको सट्टामा तिमीले ग्रेनाइट युज गराछौ कि त्यो सबै चाहिँ केमा हुन्छ त भनेर भन्दाखेरि यसमा दिएको हुन्छ है त। यो चाहिँ तिमीहरुको के को लागि भइदियो भन्दाखेरि डेड लोडको लागि। त्यसैले अब हामी सेकेन्डमा जान्छौं त्यो भनेको के हो त भन्दाखेरि लाइभ लोड। त्यो चाहिँ केमा हुन्छ भनेर भन्दाखेरि IS 875 पार्ट
2 मा हुन्छ है त। यो पनि अहिले देखाउँला यहाँ, भनेपछि यहाँतिर यतातिर हेरौँ। भनेपछि हामीले अब सेकेन्ड लोड जुन हेरेका छौँ, सेकेन्ड लोड भनेको लाइभ लोड भयो। अब लाइभ लोड भनेको स्ट्रक्चरमा आउने भनेको अब के कस्तो हुनसक्छ भनेर भन्दाखेरि चाहिँ अब थुप्रै लाइभ लोडहरू आउनसक्छ। तर यो रुफ भएकोले गर्दाखेरि चाहिँ है, यो रुफ भएकोले गर्दाखेरि चाहिँ लाइभ लोडको लागि रुफमा के भनेको छ भन्दाखेरि जेनरली दुईवटा कुरा दिएको छ क्या माथिपट्टिको लागि। त्यो भनेको के हो भन्दाखेरि, स्पेलिङ लेख्न बिर्सेछ कि, एसेस गर्न सकिन्छ कि एसेस गर्न सकिँदैन, एसेस गर्न सक्ने कि नगर्न सक्ने भनेर है त। तिम्रो एकैछिन के गर भनेर भन्दाखेरि यो IS 875 पार्ट 2 भनेर खोज्दै लाइभ लोडको लागि सबै कुरा चाहिँ यहाँतिर दिएको छ क्या। जस्तै कि अब भोलि तिमीले डिजाइन गर्ने बेलामा चाहिँ IS 875 पार्ट 2 मा के छ भनेर भन्दाखेरि चाहिँ अब लाइभ लोड, जस्तै कि अब कस्तो छ भन्दाखेरि अब तिमीले बिल्डिङ डिजाइन गर्छौ, बिल्डिङ डिजाइन गर्ने बेलामा चाहिँ अब तिमीले रेसिडेन्सियल बिल्डिङ डिजाइन गरिरहेको हो कि रेसिडेन्सियल बिल्डिङमा पनि किचनहरूमा कति लाइभ लोड लिने, अब यो त हरेकचोटि त तिमीले एस्टिमेट गरेर त सक्दैनौ। त्यसैले यो चाहिँ धेरै डेटाबाट चाहिँ के गरेको हुन्छ भनेर भन्दाखेरि एउटा कोडमा चाहिँ भ्यालु दिएको हुन्छ, त्यो युज गर्छौँ होइन। रेसिडेन्सियल बिल्डिङमा के कति युज गर्ने, होटेलहरू भने के कति युज गर्ने। अब रेसिडेन्सियलको सट्टामा अर्को कस्तो छ अरे भन्दाखेरि एडुकेसनल बिल्डिङ आइदियो अरे, जस्तै कि क्लासरुमहरूको लागि 3 युज गर्ने। यो सबै कुरा भनेको यहाँतिर दिएको छ। तर यो भन्दा नि अहिलेलाई हामीले के चाहियो भनेर भन्दाखेरि हामीले चाहिँ अहिलेलाई के चाहिएको हो भनेर भन्दाखेरि यो रुफको लागि चाहिँ के दिएको छ भनेर चाहिँ चाहियो है त। रुफको लागि के छ भनेर भन्दाखेरि लाइभ लोड, यसको बारेमा चाहिँ दुईवटा कुरा दिएको छ कि। एउटा चाहिँ के भन्छ भन्दाखेरि यदि त्यो रुफ चाहिँ एसेसिबल छ भने, अथवा चाहिँ रुफमा चाहिँ तिमीहरू जान सक्छौ भने, जस्तै घरको छतमा तिमीहरू जान सक्छौ, घरको छतमा सिडीहरूबाट आनन्दले जान सक्छौ। त्यसैले गर्दाखेरि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँ चाहिँ 1.5 किलोन्युटन पर मिटर स्क्वायर भनेर युज गरिरहेको हुन्छौ होइन। अनि यदि एसेसिबल छ भने चाहिँ 1.5 किलोन्युटन पर मिटर स्क्वायर भने युज गरेको हुन्छ। यो भनेको चाहिँ कस्तो भन्दाखेरि अब तिमीहरू आनन्दले गइरहेछौ भनेपछि अब धेरै लोड नहोला, रुफमा छतमा अलिकति कम गइएला, कुनै एक्स्ट्रा हेभी सामानहरू नराखिएको होला होइन, जसले चाहिँ यताउति सार्न सकिन्थ्यो, त्यो हिसाबमा हो। यदि रुफ एसेसिबल छैन भने है, जस्तै कुनै हुन्छ नि रुफ एसेसिबल छैन, सानो अर्को स्टेयर्सहरू लगाएर कहिलेकाहीँ सफा गर्न यताउति भनेर जानु परिरहेको हुन्छ, त्यस्तो केसमा चाहिँ यतिखेर चाहिँ हामी 0.75 किलोमिटर पर मिटर स्क्वायर भनेर लिइरहेको हुन्छौँ होइन। अब यो चाहिँ तिमीहरू डिटेलमा चाहिँ अब कुन बेला बिल्डिङ डिजाइन गर्ने बेलामा अलिक बेसी पढिरहेको हुन्छौ। अब हाम्रो यो चाहिँ लोड इस्टिमेसनमा चाहिँ हेरै, अब डेड लोड र लाइभ लोड भनेको स्ट्रक्चरको लागि जहिले पनि इम्पोर्टेन्ट हो भन्ने कुरा त छँदैछ। अब यसपछि अर्को एउटा लोड आउँछ, त्यो लोड भनेको चाहिँ रुफको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन आउँछ क्या। त्यस्तो लोड भनेको चाहिँ के हो त भनेर भन्दाखेरि रुफ ट्रसको लागि चाहिँ अर्को भनेको चाहिँ विन्ड लोड है। अब विन्ड लोडको बारेमा हल्का केही भन्न चाहे त हेरै, स्ट्रक्चरमा अहिलेसम्मको हाम्रो एनालाइसिसमा हामी के गर्छौँ भनेर भन्दाखेरि चाहिँ कि स्ट्रक्चरमा विन्ड लोड आउँछ कि स्ट्रक्चरमा अर्थक्वेक लोड आउँछ भनेर डिजाइन गर्छौँ क्या। दुईटै लोडको लागि एकैचोटि चाहिँ अहिलेको हाम्रो कोड अनुसार चाहिँ हामीले डिजाइन गर्दैनौँ। भन्नाले के हुन्छ भन्दाखेरि अब यो चाहिँ किन त भनेर भन्दाखेरि हामी चाहिँ के एज्युम गर्छौँ भनेर भन्दाखेरि सबै नराम्रो कुरा एकैचोटि हुँदैन, अथवा सबै चाहिँ के भन्ने जुन हेजार्डहरू हुन्छ त्यो भनेको चाहिँ एकैचोटि आइपर्दैन भनेर भन्छौँ। जस्तै कि विन्डको हेजार्ड, फायरको हेजार्ड, अर्थक्वेक हेजार्ड भनेको सबै एकैचोटि चाहिँ स्ट्रक्चरमा आउँदैन। कुनै बेला विन्ड आउला, कुनै बेला अर्थक्वेक आउला, त्यो चाहिँ छुट्टै छुट्टै आउला, एकैचोटि नआउला भनेर चाहिँ क्रिटिकल केस एज्युम गर्ने बेलामा कम्बिनेसन अफ अल होइन कि म्याक्सिमम भनेर चाहिँ युज गर्छौँ क्या। त्यसैले गर्दाखेरि हामीले स्ट्रक्चरमा के गरेको हुन्छौँ, जस्तो कि बिल्डिङहरूको डिजाइन गर्ने बेलामा चाहिँ हामीले विन्ड लोड लिएर डिजाइन गरिरहेको हुँदैनन् धेरै ठाउँमा है। त्यतिखेर हामी के गर्छौँ भनेर भन्दाखेरि चाहिँ अर्थक्वेक लोड चाहिँ क्रिटिकल हुन्छ भनेर भन्छौँ। भने रुफ ट्रसमा के हुन्छ भनेर भन्दाखेरि चाहिँ अहिले हामी हेर्छौँ कसरी क्यालकुलेट गर्ने भनेर। यहाँ जुन यसरी विन्डहरू आइरहेको हुन्छ, विन्डहरू आइरहेकोले गर्दाखेरि यहाँतिरको जुन यो रुफिङ मेटेरियल छ, यो रुफिङ मेटेरियलले यसरी गर्ने अथवा चाहिँ अपलिफ्ट गर्ने काम गरिदिन्छ क्या यसरी। तिमीहरू सायद अब यदि तराईतिरबाट छौ भने तराईतिर तिमीहरूले धेरैजनाले देखेको होला, घरको छानै उडेर गएको भनेर पनि, अथवा एटलिस्ट न्युजहरू पनि सुनेको होला हावाहरू चल्दाखेरि होइन। त्यसैले गर्दाखेरि यो रुफ ट्रसहरू जुन छ यसमा चाहिँ के हुन्छ त भनेर भन्दाखेरि विन्ड लोड भनेको चाहिँ कुरा चाहिँ क्रिटिकल हुन आउँछ क्या। त्यसैले गर्दाखेरि चाहिँ रुफ ट्रसको लागि हामीले डिजाइन गर्ने भनेको चाहिँ अर्थक्वेक लोडतिर अलिकति हेर्न गएका छैनौँ, हामी के हेर्छौँ भनेर भन्दाखेरि विन्ड लोड हेर्छौँ। अब यो विन्ड लोड चाहिँ केमा दिएको छ त भनेर भन्दाखेरि IS
875 पार्ट 3। यो चाहिँ अहिलेको यो कोड भनेको चाहिँ हाम्रो लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ, किनकि यहाँबाट भनेको 8 मार्क्स कन्फर्म हो है त। अब पहिला त के पनि बुझ्नु पर्यो भनेर भन्दाखेरि अब यो बुझिसकेपछि अब यसको विन्ड लोडको लागि के कस्तो छ भनेर बिस्तारै हामी जाँदै गर्छौँ। तर एउटा कुरा त्यतिखेरै मलाई भन्न के मन लाग्यो भनेर भन्दाखेरि तिमीहरूलाई एक्जाममा के कस्तो कोड लान दिन्छ भनेर त्यो पनि भन्न मन लाग्यो है। एक्जाममा क्वेसनमा जुन कोड स्टेट गरेको हुन्छ त्यो बाहेक अरू कोड तिमीहरूले युज गर्नै पाउँदैनौ है। यदि एक्जाममा त्यहाँतिर लेखेको हुन्छ दिस कोडलाई चाहिँ लिन पाइन्छ भनेर, त्यो बाहेक अरू नलाने है त। अनि एउटा हामीले के चाहिन्छ भन्दाखेरि आइएस 800 2007 चाहियो एउटा, अर्को भनेको आइएस 808 भनेको स्टिल सेक्सनको लागि चाहियो, अर्को भनेको आइएस 875 पार्ट 3 मात्रै लान दिन्छ है। पार्ट 3 मात्रै लान दिन्छ र कहिलेकाहीँ यो पनि लान दिँदैन। यो नलान दिँदा चाहिँ क्वेसनै त्यसरी सेट गरिदिएको हुन्छ है त। त्यसैले यो कुरा पनि एक्चुअली ध्यान देऊ, कोडमा के कुरा के लेखेको छ भनेर। अनि अर्को चाहिँ टिम्बरको कोड लान दिन्छ, त्यो टिम्बरको कोड ठ्याक्क मलाई अहिले टिम्बरको कोडको नम्बर थाहा भएन, त्यो हामी बिस्तारै हेरौँला। यो 4वटा कोड चाहिँ तिमीले लान पाइरहेको हुन्छौ। अब त्यसै पार्ट 1 र पार्ट 2 हामीले चाहिँदैन भनेर भन्दाखेरि डिजाइन गर्नलाई चाहिन्छ, तर एक्जाम पोइन्ट अफ भ्यूले चाहिँ चाहिँदैन। तिमीहरूले चाहिँ तोकेर दिएको हुन्छ यति हुन्छ भनेर। त्यसैले गर्दाखेरि अब हामी मेजरली फोकस केमा हुन्छौँ भन्दाखेरि आइएस 875 पार्ट 3 मा हुन्छौँ है त। त्यसैले अब आइएस 875 पार्ट 3 भनेको के कस्तो छ, अनि यसमा लोड एस्टिमेसनको लागि के कस्तो कुरा दिएको छ भनेर अहिलेको हाम्रो मेजर टपिक भनेको त्यतैतिर हुन्छ है। ल त्यसो भए अब त्यतातिर लागौँ है त। र अहिलेसम्ममा तिमीलाई केही क्युरियोसिटी छ भने सोद्धाखेरि हुन्छ है। जस्तै यस्तो यस्तो अथवा के कस्तो भनेर केही क्युरियोसिटीहरू छ भने सोद्धाखेरि हुन्छ। त्यति दिनसम्म मैले आइएस यो भनेको तिमीहरूको के भइदियो भनेर भन्दाखेरि यो चाहिँ तिमीहरूको आइएस 875 पार्ट 3 भन्ने भइदियो है त। यो इन्डियन कोडको आइएस 875 पार्ट 3 भन्ने भयो। अब यतातिर के छ, अब हामी कसरी गर्ने भनेर भन्दाखेरि हेर हामीले सबै कुरा हेर्दिनौँ। यो 67 पेजको कोड छ, हामीले सबै कुरा हेर्दिनौँ। यसमा अब जहिले पनि कोडको स्टार्टिङमा फरवर्ड हुन्छ, स्कोप यो कोड किन बनाएको भनेको हुन्छ, नोटेसन टर्मिनोलोजिजहरू हुन्छ। र हामीले यहाँतिर हेर्ने भनेको के हो भनेर भन्दाखेरि थुप्रै कुरा छ हेर यहाँतिर है। हामीले हेर्ने भनेको के हो त भन्दाखेरि 5 हेर्ने हो। 5 मा पनि के छ भन्दाखेरि विन्ड स्पिड एन्ड प्रेसर भनेर भनेको छ। विन्ड स्पिड एन्ड प्रेसरमा चाहिँ पहिला यहाँतिर केही कुरा जेनरल टर्म्सहरू लेखेछ। अब यो 5 हामीलाई सबै काम लागिरहेको हुन्छ। अनि त्यसपछि 6 मा पनि हामी के गर्छौँ भनेर भन्दाखेरि चाहिँ प्रेसर कोफिसिएन्टहरू निकाल्छौँ। प्रेसर कोफिसिएन्ट पनि केमा भनेर भन्दाखेरि रुफमा मात्रै निकालिरहेको हुन्छौँ, त्योभन्दा तल अहिलेको केसमा हामीले चाहिँदैन है त। र त्यसो अब हामी के गरौँ भनेर भन्दाखेरि एकचोटि विन्ड स्पिड एन्ड प्रेसर भनेर हेरौँ। अब यो हामी के गर्छौँ भन्ने कुरा हेरौँ है त। ल पहिला त्यतातिर हेरौँ। अब विन्ड लोडको लागि यो दिएको हुन्छ। अब विन्ड लोडलाई कसरी युज गर्ने भन्ने कुरा हल्का हेरौँ हामी, अनि त्यसपछि कोडमा जाउँ है त। अनि चाहिँ अब यो विन्ड लोडको लागि हामी पहिलो काम के गर्छौँ भनेर भन्दाखेरि डिटरमाइन बेसिक भेलोसिटी भनेर भन्छौँ क्या। अब बेसिक भेलोसिटी भनेको के हो म भनिहाल्छु। डिटरमाइन बेसिक भेलोसिटी भनेर भन्छ, बेसिक विन्ड भेलोसिटी भनेर भनौँ न। फर्स्ट स्टेप भनेको हामी के गर्छौँ भन्दाखेरि विन्ड भेलोसिटी भनेको के कति भनेर डिटरमाइन गर्छौँ। अनि त्यसपछि के गर्छौँ भनेर भन्दाखेरि चाहिँ यो भनेको चाहिँ यो ओभरअल एउटा एकदमै जेनरल टर्म हो कि। यो चाहिँ पुरै गरेर कमन लिएको एउटा विन्ड भेलोसिटी भनेर एउटा कमन टर्म हुन्छ भने त्यसपछि के गर्छौँ भनेर भन्दाखेरि चाहिँ अब लोकेसन अनुसार टेराइन अनुसार हैन, त्यसपछि वरिपरि के कस्तो बिल्डिङ छको अनुसार, अनि त्यसपछि त्यो सबैको अनुसार चाहिँ हामी के गर्छौँ भनेर भन्दाखेरि चाहिँ डिजाइन विन्ड भेलोसिटी भनेर निकाल्छौँ। अब यो सबै हामी हेर्दै जान्छौँ है त। डिजाइन विन्ड भेलोसिटी भनेर निकाल्छौँ। अनि एक्चुअली विन्ड भेलोसिटी भनेर निकालिसकेपछि त्यसपछि के गर्छौँ भनेर अब यो विन्ड भेलोसिटी निकाल्न चाहिँ केही कोफिसिएन्टहरू चाहिन्छ, त्यो गर्छौँ। त्यसपछि के गर्छौँ भन्दाखेरि डिजाइन विन्ड प्रेसर भनेर निकाल्छौँ। विन्ड भेलोसिटी आइसकेपछि डिजाइन विन्ड प्रेसर भनेर निकाल्छौँ। अनि यो निकालिसकेपछि स्टेप नम्बर 4 मा चाहिँ के गर्छौँ भनेर भन्दाखेरि क्याल्कुलेट विन्ड प्रेसर अन रुफ। प्रेसर अन रुफ है। हामीले एनालाइसिस पार्टमा चाहिँ अहिले हामी यहाँसम्म गर्छौँ है। यति पार्ट चाहिँ हामी आज सिद्ध्याउँछौँ र यति पार्ट चाहिँ हामी बेलुका गर्छौँ। त्यो भनेको यो क्वेसन चाहिँ च्याप्टर नम्बर ठ्याक्कै 4 नै चाहिँ 8 मार्क्समा 90% सोधिँदा हुन्छ है त। त्यसैले गर्दाखेरि पहिला
यो स्टेप नम्बर 4 मा पुग्नलाई हामीले स्टेप नम्बर 1, 2 र 3 मा क्लियर हुनु पर्यो। सजिलो छ, एकदमै सजिलो छ, तर केही कुरा बुझौँ मात्रै। त्यसपछि 1, 2, 3 मा कहिले समस्या हुँदैन। अनि 4 को कुरा भनेको चाहिँ हामी बेलुका बुझ्छौँ है त। ल त्यसो भए एकचोटि हेरौँ। यो बेसिक विन्ड भेलोसिटी भनेको के हो, यो विन्ड भेलोसिटी, डिजाइन विन्ड भेलोसिटी भनेको के हो, डिजाइन विन्ड प्रेसर भनेको के हो, सम्म चाहिँ पुगौँ। त्यसपछि विन्ड प्रेसरको योभन्दा तलको क्याल्कुलेट गर्ने बेलामा चाहिँ कोफिसिएन्टहरू निकाल्नुपर्छ। त्यहाँ नजाउँ, त्यहाँसम्म गयो भने आज हाम्रो ब्रेन भनेको त्यतिसम्मै सेचुरेसन लेभलमा पुग्छ। त्यसैले गर्दाखेरि त्यहाँतिर जाउँ है त। ल त्यसो अब हामी गइरहेको छौँ भन्दाखेरि च्याप्टर नम्बर 5 मा कोडको है। म कोडबाटै लिएर जान्छु, किनकि तिमीहरूले कोडबाट गर्दाखेरि तिमीलाई अलिकति सजिलो हुन्छ एक्जाम पोइन्ट अफ भ्यूको लागि पनि। अब यहाँतिर के भनेछ भन्दाखेरि विन्ड स्पिड एन्ड प्रेसर भनेर भनेछ हेर हैन। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि अलिकति बेसिक धेरै दिइरहेको हुन्छ। जस्तै विन्ड स्पिड एन्ड प्रेसर भन्ने बेलामा के छ त भनेर भन्दाखेरि विन्ड एटमोस्फियरमा के हुन्छ भनेर भन्दाखेरि जसरी हाइट बढिरहेको हुन्छ, जसरी हाइट भनेको बढिरहेको हुन्छ, त्यो अनुसार के भइरहेको हुन्छ त भनेर भन्दाखेरि विन्डको स्पिड पनि के भइरहेको हुन्छ, बढिरहेको हुन्छ भनेर भनेको छ। त्यसपछि कुनै एउटा म्याक्सिमम हाइटसम्म के हुन्छ भनेर भन्दाखेरि बढ्दै जान्छ भनेर भनेको छ। यसलाई केही इफेक्ट भनेर भनेको छ। अनि त्यसपछि अब हामीले नेचर हेर्ने बेलामा चाहिँ जस्ट हाइटसँग मात्रै फरक भएर होइन कि अरू थुप्रै कुराले पनि यसलाई असर गरिरहेको हुन्छ क्या। जस्तै कि के त भनेर भन्दाखेरि वरिपरि के छ हैन। जस्तै एउटा खुल्ला ठाउँमा तिमीहरू हेरिरहेछौ कि खुल्ला ठाउँको सट्टामा अर्को के छ अरे भनेर भन्दाखेरि नजिकै पहाडहरू छ कि हैन, नजिकै के छ हैन, त्यहाँको टेराइन कस्तो छ, एकदमै अनडुलेटेड भएर एकदमै हिल स्लोप पनि, पहाड भए पनि पहाडको स्लोप कति छ, एकदमै ठाडो पहाड छ कि लामो डिस्टेन्समा चाहिँ बिस्तारै हाइट इन्क्रिज भइरहेको चाहिँ के कस्तो छको अनुसार पनि यहाँतिर चाहिँ विन्डले चाहिँ फरक पारिरहेको हुन्छ। नेचर अफ द विन्ड भनेर भनेको छ हैन। अनि त्यसपछि अब यहाँतिर त्योबाट आएर के भनेको छ त भनेर भन्दाखेरि एउटा बेसिक विन्ड स्पिड भनेर भनेको छ है। अब विन्डको लागि के हुन्छ भन्दाखेरि जस्तै तिमीले हाइड्रोलोजीमा पक्कै पनि पढ्यौ, हाइड्रोलोजीमा के पढ्यौ भनेर भन्दाखेरि तिमीले यो स्याम्पल लिने बेलामा चाहिँ हैन के गर्छौ भनेर भन्दाखेरि एभरेजिङ लिने बेलामा चाहिँ तिमीले सानो स्याम्पल लियो भने भ्यालु ठुलो आउँछ के। किन आउँछ त भनेर भन्दाखेरि ठुलो स्याम्पल लियो भने एभरेजिङ गर्दाखेरि के हुन्छ, म्याक्सिमम भनेको रेनफल भनेको कुनै एउटा सर्टेन पोइन्टमा मात्रै हुने हो नि त हैन। जस्तै के भइरहेको हुन्छ भन्दाखेरि तिमीहरूको म्याक्सिमम रेनफल भनेको एभ्री टाइम भइरहेको हुँदैन। म्याक्सिमम रेनफल भनेको जस्तै कति होला 15 mm को रेनफल अथवा 16 mm को रेनफल भनेको एकैछिनलाई हुन्छ। त्यसपछि फेरि घटेर 5 mm, 2 mm, 3 mm त्यस्तैमा होला हैन। तिमीले सानो स्याम्पल लिदियौ भने के हुन्छ भन्दाखेरि सानो स्याम्पलको एभरेज लिदियौ, सपोज भनेको अब तिमीले 1 मिनेटको एभरेज लिदियौ भने त्यतिखेर भनेको पिक भ्यालु भनेको धेरै ठुलो हुन आउँछ हैन। दिनभरिको तिमीले हेर्छौ नि त 1 मिनेट 1 मिनेट 1 मिनेटमा म्याक्सिमम एभरेज लिँदाखेरि। तर त्यही कुरा तिमीले 1 आवरको रेनफल भनेरको एभरेज लियो भने त्यतिखेर के हुन्छ, 1 आवरमा के हुन्छ, एकछिनलाई 15 mm 16 mm हुन्छ, त्यसपछि फेरि घट्ला। त्यसैले गर्दाखेरि सानो हुन्छ। एक्ज्याक्टली सेम कुरा विन्डमा पनि हुन्छ के। विन्ड के हुन्छ भनेर भन्दाखेरि अब हामीले के भन्यौँ भन्दाखेरि हाइट अनुसार चाहिँ विन्ड फरक हुन्छ है। जति हाइट बढ्दै गयो त्यति पनि विन्ड भेलोसिटी बढ्दै गर्छ भनेर त भन्यौँ। तर एट द सेम टाइम के भइरहेको हुन्छ भनेर भन्दाखेरि एउटै हाइटमा पनि जतिखेर पनि सेम विन्डको भेलोसिटी त हुँदैन, यो पनि चेन्ज भइरहेको हुन्छ। हो त्यसैले गर्दाखेरि चाहिँ हामी के गर्छौँ भनेर भन्दाखेरि चाहिँ म्याक्सिमम एभरेज भनेर लिन्छौँ क्या। अब म्याक्सिमम एभरेज लिने बेलामा चाहिँ अब हामीले के गर्नु पर्यो त भन्दाखेरि ड्युरेसन हेर्नु पर्यो। अब ड्युरेसन लिने बेलामा चाहिँ तिमीहरूले के गर्यो भनेर भन्दाखेरि अब सपोज अब तिमीहरूले यो 1 मिनटको ड्युरेसन लियो भने चाहिँ के हुन्छ भन्दाखेरि फ्लक्चुएटिङ विन्डको स्पिडले गर्दाखेरि चाहिँ स्वाट्टै बेसी भएर बिस्तारै कम भइरहेको हुनसक्छ। त्यसैले गर्दाखेरि सानो भ्यालु आउँछ। तर हामी चाहिँ के गर्छौँ भनेर भन्दाखेरि कोडको अनुसार चाहिँ यो म्याक्सिमम एभरेज भेलोसिटी जुन हुन्छ नि त्यसलाई चाहिँ गस्ट भनेर भन्ने रहेछौँ। अनि हामी चाहिँ के गर्छौँ भनेर भन्दाखेरि 3 सेकेन्डको चाहिँ एभरेज लिइरहेको हुन्छौँ है। जस्तै यहाँतिर के भनेको छ भन्दाखेरि हेर त, द म्याग्निट्युड अफ द फ्लक्चुएटिङ कम्पोनेन्ट अफ द विन्ड स्पिड विच इज कल्ड एज द गस्ट भनेर भन्छ। त्यो भनेको एभरेज टाइममा डिपेन्ड गर्छ। त्यो भनेको एभरेज टाइममा डिपेन्ड गर्छ। तिमीले सानो एभरेज लियो भने के हुन्छ, म्याग्निट्युड ठुलो हुन्छ। किन भन्ने कुरा त हामीले भनि नै हाल्यौँ। यो एक्चुअली पढ्दा तिमीहरू झुकिन सक्थ्यौ भनेर मैले यहाँतिर भने है त। अब बेसिक विन्ड स्पिड लिँदाखेरि चाहिँ यो चाहिँ के हो त भन्दाखेरि एकदमै जेनरलाइज गरेर लिएको। बेसिक विन्ड स्पिड लिँदाखेरि कसरी लिएको छ त भनेर भन्दाखेरि चाहिँ हामीले बेसिक विन्ड स्पिड लिँदाखेरि अलिकति ध्यान चाहिँ दिनुपर्छ ल। यो भनेको चाहिँ 10 मिटर हाइटबाट लिएको हो, ग्राउन्डभन्दा 10 मिटर हाइट माथि छ भनेर चाहिँ 10 मिटर हाइटको लागि चाहिँ यो बेसिक विन्ड स्पिड लिएको हो। अनि के हो त भन्दाखेरि बेसिक विन्ड स्पिड भनेको के रहेछ त भन्दाखेरि पिक गस्ट भेलोसिटी एभरेज ओभर अ सर्ट इन्टरभल अफ 3 सेकेन्ड। अब गस्ट भेलोसिटी भनेको हामीले बुझि नै हाल्यौँ के हो भनेर, एभरेज म्याक्सिमम भेलोसिटी।
अनि हामीले के राख्छौँ पिक गस्ट भेलोसिटी अफ एभरेज 3 सेकेन्ड भनेर यसरी चाहिँ डिफाइन गरेको छ। त्यो गर्ने बेलामा पनि यो ग्राउन्ड चाहिँ कस्तो भन्दाखेरि पुरै ओपन ग्राउन्डको लागि डिजाइन गरिदिएको छ कि ओपन ग्राउन्ड क्याटेगोरी 2 यो भनेको के हो भनेर हेर्छौँ। अनि त्यसपछि यो पनि केमा भनेर भन्दाखेरि रिटर्न पिरियड 50 इयर्सको लागि भनेर लेखेको छ है। यो चाहिँ कस्तो छ भनेर भन्दाखेरि एउटा स्पेसिफिक कन्डिसनको लागि चाहिँ के दिएको छ बेसिक विन्ड भेलोसिटी भनेको छ। अब त्यही अनुसार चाहिँ हामीले के गर्छौँ भनेर भन्दाखेरि अरू कन्डिसनको लागि जस्तै अब बेसिक विन्ड स्पिड भनेको धेरै ठाउँको लागि दिएको छ है त। जस्तै कि यहाँतिर एपेन्डिक्स एमा भनेर दिएको छ भनेर भनेको छ, त्यसैले एपेन्डिक्स ए भनेर हेरौँ। अब इन्डियन कोड भएकोले गर्दाखेरि चाहिँ के छ भनेर भन्दाखेरि नेपालको लोकेसन चाहिँ ठ्याक्कै लेखेको छैन, त्यसैले पहिला एपेन्डिक्स ए हेरौँ। ल जस्तै एपेन्डिक्स एमा के छ त भनेर भन्दाखेरि हेर न बेसिक विन्ड स्पिड भनेर दिएको छ है। बेसिक विन्ड स्पिड भनेको चाहिँ तिमीहरूको झन्डै 33 देखि लिएर 55 सम्म चाहिँ भ्यारी गरिरहेको छ होला है। ल भनेपछि हेर त आगरामा 47, अहमदाबादमा 39, त्यसपछि अल्मोरामा 47, त्यसरी कानपुरमा 47, यसरी नै गर्दै डिफ्रेन्ट लोकेसनमा डिफ्रेन्ट छ। हामी के गर्छौँ भनेर भन्दाखेरि यसरी नै दिइराख्दाखेरि चाहिँ अब नेपाल भनेको चाहिँ अलिकति इन्डियाको दार्जिलिङहरूतिर नजिक भएकोले गर्दाखेरि चाहिँ हामीले लिने बेलामा चाहिँ दार्जिलिङ भनेर 47 भनेर पनि लिइरहेको हुन्छौँ है। दार्जिलिङबाट लिने बेलामा हामी 47 भनेर लिइरहेको हुन्छौँ। भ्यालु लिँदाखेरि चाहिँ नेपालको लागि डिजाइन गर्दाखेरि चाहिँ उयो भ्यालु लिएर हामी चाहिँ स्टार्ट गरिरहेको हुन्छौँ है त। ठिक छ। अब यो चाहिँ के हो त भन्दाखेरि एउटा स्पेसल कन्डिसनको लागि मात्रै हो। जस्तै कि 10 मिटर हाइटको एबभमा मेजर गर्दाखेरि अब के भइदिन्छ यो, त्यसैले गर्दाखेरि यसलाई चाहिँ बेसिक भनेर भनेको हो क्या। अब हाम्रो कन्डिसन त जहिले पनि ठ्याक्क 10 मिटर माथि नै रुफ ट्रस हुन्छ भनेर त डिजाइन गर्न सक्दैनौँ। अब पर्ख हामी कहाँ जाउँ भनेर भन्दाखेरि यसलाई म यतैतिर लिएर आएँ। ल जस्तै यतै लिएर आएँ। जस्तै अब हेर है त, जस्तै हामी भनेको जस्तै यसमा आएपछि जहिले पनि हामी भनेको जस्तै यो एउटा ग्राउन्ड भयो है, यो ग्राउन्ड भयो। यो ग्राउन्ड भनेको पुरै ओपन छ, खाली चौर छ अरे हैन। खाली चौरमा पनि के गरेछ यहाँबाट 10 मिटर हाइटमा, यो हाइटमा चाहिँ हामीले बेसिक विन्ड भेलोसिटी भन्ने थाहा छ है। अब के भइदिनु सक्छ भन्दाखेरि यो विन्ड भेलोसिटीको लागि सर्वे गर्यो, सर्वे गरेर यो भनेको सबै लोकेसनहरुको लागि छुट्याइदियो है। त्यसैले पहिलो काम बेसिक विन्ड भेलोसिटी भन्ने निकाल्नलाई त हामीले कुनै समस्या भएन, कोडमा जाने हेर्ने। जेनरली अब नेपालको नजिक भनेको दार्जिलिङ दिल्लीहरुतिर लिइराखेको हुन्छौं, जुन भनेको 47 मिटर के छ पर सेकेन्ड भनेर यसरी स्पिड दिइराको छ है। ठीक छ। ल अब यति स्पिड भनेर यहाँतिर दिइराको छ बेसिक विन्ड भेलोसिटी भनेर, त्यो भनेको 10 मिटरमा। तर हाम्रो बिल्डिङ भनेको त जहिले पनि 10 मिटर माथि नै हुन्छ भन्ने छैन। अब एउटा ग्राउन्डमा हामीले के गर्यौं भनेर भन्दाखेरि यहाँतिर यसरी घर बनाएको छौं रे, हानौं न, यहाँतिर यसरी घर बनाएको छ रे। यो घर भनेको 10 फिट 12 फिटको छ अरे, एउटा इन्डस्ट्रियल वेयर हाउस अरे। अब यो भनेको त कतिमा होला भनेर भन्दाखेरि 4 फिटमा होला, सरी यो भनेको 4 मिटरमा होला, अथवा 12 फिट 13 फिटमा भइरहेको होला, त्यो भनेको 4 मिटर। भनेपछि मलाई त 10 मिटरको त काम रहेन रहेछ नि त। हामीले ओपन ग्राउन्ड भनेको छौं। अब ग्राउन्ड के भइदिरहेछ अरे भनेर भन्दाखेरि ग्राउन्ड ओपन पनि नभइकन के भइरहेछ अरे भन्दाखेरि यहाँतिर यसरी पहाड छ अरे, यहाँतिर यसरी पहाड छ अरे, अथवा यहाँतिर यसरी पहाडको बीचमा बनेको छ अरे। अनि यो पनि कसरी बेसिक विन्ड भेलोसिटी भन्दा वरिपरि चाहिँ खाली छ भनेर भनेको छौं। त्यसको सट्टामा पनि के भइदियो रे भनेर भन्दाखेरि यहाँ पनि यसरी घर छ अरे, जसले गर्दाखेरि यसरी छेकिदिन्छ अरे, यहाँ पनि यसरी घर छ अरे, जसले गर्दाखेरि छेकिदिन्छ अरे हो। त्यसैले गर्दाखेरि यो भनेको चाहिँ बेसिक भयो। अब यसबाट चाहिँ हामी स्पेसिफिक कन्डिसनमा जान खोज्छौं। स्पेसिफिक कन्डिसनमा गएर चाहिँ हामी के निकाल्छौं भन्दाखेरि डिजाइन विन्ड भेलोसिटी। अब डिजाइन विन्ड भेलोसिटी भनेको चाहिँ के हो त भनेर भन्दाखेरि यहाँबाट चाहिँ डिराइभ गरेर चाहिँ तिम्रो हाम्रो आफ्नो कन्डिसनमा है, टु आवर कन्डिसन, आफ्नो कन्डिसनमा जुन लिएर जान्छौं त्यो भनेको चाहिँ के हुन्छ भन्दाखेरि डिजाइन विन्ड भेलोसिटी है। त्यसैले गर्दाखेरि अब यो भनेको चाहिँ कस्तो छ भनेर भन्दाखेरि अब सायद एउटा दिल्ली भनेको एउटा पुरै ओपन प्लेनमा छ भने काठमाडौँ भनेको छैन, यहाँ पनि पहाड छ, त्यहाँ पनि पहाड छ, त्यहाँ पनि पहाड छ हो। त्यसैले गर्दाखेरि पहाडको अनुसार फरक हुन्छ। अब कुनै पोइन्ट भनेको एकदमै ओपन छ भने त्यहाँतिर अब यहाँतिर अलिक ओपन नभइदिन सक्छ। जस्तै के भइदेला भन्दाखेरि विराटनगरको एउटा कुनै के रे गाउँतिर हेर्न गयो भने त्यहाँतिर के भइदेला भन्दाखेरि ओपन ठाउँहरु भइदेला। ओपन ठाउँ हुँदाखेरि चाहिँ त्यही विराटनगरको सिटी र विराटनगरको त्यो ठाउँमा तिमीले डिजाइन गर्दाखेरि हावा आउने भनेको फरक हुन्छ। जहाँतिर एकदमै धेरै घरहरु भइराको हुन्छ त्यहाँतिर हावाले अब्स्ट्रक्सन गर्छ, जहाँतिर खुल्ला हुन्छ हावा बेसी चल्ला हो। त्यो अनुसार के गर्नुपर्छ भनेर भन्दाखेरि मोडिफाई गर्नुपर्ने हुन्छ। बिल्डिङको हाइट अनुसार। अब यो बिल्डिङको
बिल्डिङको हाइट कति छ भनेर भन्दाखेरि अब यो 10 मिटरको लागि भनेर लिएको, मलाई त 10 मिटरको लागि पक्कै पनि चाहिएको छैन। अब मैले एउटा कमर्सियल कम्प्लेक्स बनाएको छु, कमर्सियल कम्प्लेक्सको माथितिर रुफ ट्रस डिजाइन भनेर गरेँ भने त्यतिखेर 10 मिटरभन्दा बेसी भइदिन सक्ला, 13 मिटर, 14 मिटर, 15 मिटरमा भइदिन सक्ला। हो त्यसैले यो कन्डिसनहरू अनुसार चाहिँ हामीले के गर्नुपर्छ त भनेर भन्दाखेरि चेन्ज गर्नुपर्छ। त्यसैले अब के गरौँ भन्दाखेरि पे कन्डिसन हेरौँ अनि कोडल प्रोभिजन के छ भनेर हेरौँ है त। त्यसैले अब हामी गइरहेछौँ, पहिला हामीले बेसिक विन्ड भेलोसिटी निकाल्यौँ है, बेसिक विन्ड भेलोसिटी भनेर निकाल्यौँ, लोकेसन स्पेसिफिक भइदियो यो। त्यसपछि अब हामी के गरेछौँ भन्दाखेरि डिजाइन विन्ड भेलोसिटी, डिजाइन विन्ड भेलोसिटी निकाल्छौँ। डिजाइन विन्ड भेलोसिटीलाई हामीले भिजेड भनेर भन्यो भने, डिजाइन विन्ड भेलोसिटीलाई भिजेड भन्यो भने यो भनेको के हुन्छ त भन्दाखेरि K1 K2 K3 टाइम्स VB, जहाँ VB भनेको बेसिक विन्ड भेलोसिटी भनेर भइदियो। अब यो K1 K2 र K3 भनेको तीनवटा कोएफिसिएन्ट जसले चाहिँ के गर्छ भन्दाखेरि बेसिक विन्ड भेलोसिटीले डिजाइन विन्ड भेलोसिटीमा लिएर जान्छ, K1 K2 K3। अब यो भनेको के हो भनेर हेरौँ, त्यसपछि अनि के लेखेको छ भनेर हेरौँ है त। K1 भनेको के हो त भन्दाखेरि रिस्क कोएफिसिएन्ट, त्यसपछि K2 भनेको के हो त भनेर भन्दाखेरि टेराइन हाइट, अनि त्यसपछि के भनेको छ त भन्दाखेरि एन्ड स्ट्रक्चर साइज फ्याक्टर भनेको छ है। अनि K3 भनेको के भनेको छ त भन्दाखेरि टोपोग्राफिक फ्याक्टर, त्यसै बुझौँ है त। अब यो के कस्तो भन्नु खोजेको भन्ने कुरा बुझौँ अनि कोडमा हल्का के प्रोभिजन छ भनेर त्योतिर हेरौँ है त। त्यसै पहिलो काम के भनेको छ त भन्दाखेरि रिस्क कोएफिसिएन्ट। अब रिस्क कोएफिसिएन्ट भनेको कस्तो भनेर अलिकति त्यतातिर जाउँ है त। रिस्क कोएफिसिएन्ट भनेको कस्तो भनेर भन्दाखेरि जस्तै के छ त भनेर भन्दाखेरि एउटा बनाइएको एउटा रेसिडेन्सियल बिल्डिङ र अर्को बनाइएको पावर हाउसको बिल्डिङ जुन छ त्यो भनेको इक्वली इम्पोर्टेन्ट हुँदैन है। जस्तै कि अब कस्तो हुन्छ भनेर भन्दाखेरि तिमीले हाइड्रोलोजीमा पनि पढ्यौ, हाइड्रोलोजीमा एउटा रिटर्न पिरियड भनेर पढ्थ्यौ नि, रिटर्न पिरियड भनेर। रिटर्न पिरियड भनेको कस्तो हो भनेर भन्दाखेरि कुनै पनि एउटा म्याक्सिमम फ्लडको अथवा केहीको चाहिँ त्यस्तो कति इयर्स पछि रिटर्न हुन्छ भनेर चाहिँ एउटा हामीले एभरेज जस्तै निकालेको हुन्छौँ, त्यसले रिटर्न पिरियड भने हो। त्यो भन्दैमा त्यतिमै रिटर्न हुन्छ भनेर चाहिँ छैन कि, त्यो चाहिँ एउटा 80% प्रोबेबिलिटीको लागि चाहिँ रिटर्न हुन सक्ने चान्सेस छ भनेर भने जस्तै के हुन्छ भन्दाखेरि रिस्क कोएफिसिएन्ट पनि त्यस्तै हुन्छ। जस्तै अब तिमीले जस्तै अर्थक्वेकको डिजाइन गर्दाखेरि 2% प्रोबेबिलिटी इन 50 इयर्स भनेर बनाएको छ भने एउटा डिजाइन गरिरहेको हुन्छौँ हैन। जस्तै हामीले अर्थक्वेक गर्ने बेलामा 10% प्रोबेबिलिटी इन 50 इयर्स भनेर गरिरहेको हुन्छौँ। त्यही कुरा चाहिँ अब तिमीले ब्रिजहरूको लागि डिजाइन गर्छौ भने 2% प्रोबेबिलिटी अफ रिटर्न इन 50 इयर्स भनेर गरिरहेको हुन्छौ हैन। अनि रिटर्न पिरियड फरक हुन्छ के, कतिको रिस्क लिने र। एउटा तिमीले नर्मल रेसिडेन्सियल बिल्डिङ बनाइरहेछ भने रिटर्न पिरियड भनेको कति होला भनेर भन्दाखेरि ल सपोज 50 इयर्स भनेर होला अरे, 50 इयर्ससम्म चाहिँ त्यो क्याटास्ट्रोफिक इभेन्ट आउला भनेर लिन्छौ भने अब यही कुरा तिमीले पावर हाउसको लागि बनाइरहेको छौ भने 50 इयर्स हैन, यो भने कति लिन सक्छौ भन्दाखेरि 100 इयर्स भनेर लिन सक्छौ। अब पावर हाउस बनाइरहेछ, अब त्यसको सट्टामा तिमीले के गरिरहेछौ अरे भनेर भन्दाखेरि सपोज एउटा सिम्पल केही टाइमको लागि एउटा टेम्पोररी स्ट्रक्चर बनाइरहेछ अरे। जस्तै कि एउटा सानो ठाउँमा चाहिँ एउटा चाहिँ के गरिरहेछ अरे भन्दाखेरि होटल खोलिरहेछ अरे। जस्तै हाइवेमा एउटा होटल खोलिरहेछ अरे, 3-4 वर्षको लागि मात्रै काम गर्ने गरेर एउटा टेम्पोररी स्ट्रक्चर बनाइरहेछ भने त्यसको रिस्क कोएफिसिएन्ट भनेको अझै कम होला हो। त्यही अनुसार चाहिँ अब यो भनेको चाहिँ तिमीहरूको वर्कको नेचर अनुसार चाहिँ रिस्क कोएफिसिएन्ट फरक हुन्छ। त्यसैले गर्दाखेरि विन्ड भेलोसिटीमा पनि कति रिस्क लिने त भन्ने कुरा चाहिँ कोएफिसिएन्ट यहाँबाट डिटरमाइन हुन्छ। यो भनेको हामीले टेबल नम्बर 1 मा दिएको छ है। त्यो टेबल नम्बर 1 भनेर अब मैले यहाँतिर झट्टै देखाउनु खोजेँ। जस्तै कि यहाँतिर दिएको छ है त, रिस्क कोएफिसिएन्ट भनेर यहाँतिर यसरी दिएको छ है। अब मिन प्रोबेबल डिजाइन लाइफ अफ द स्ट्रक्चर्स भनेर भनेको छ, यो इयर्समा भनेर यसरी दिएको छ। जेनरल बिल्डिङको लागि 50 इयर्स भनेर लिइरहेको हुन्छौँ, टेम्पोररी स्ट्रक्चरको लागि 5 इयर्स भनेर लिइरहेको हुन्छौँ हैन। त्यसपछि जसमा चाहिँ हजार्ड कम छ, जस्तै कि कुनै एउटा स्ट्रक्चरमा चाहिँ जहाँतिर फेलियर हुने चान्सेस कम छ अथवा रिस्क कममा छ भने 25 लिइरहेको छ भने इम्पोर्टेन्ट बिल्डिङ जस्तै कि पावर प्लान्टहरू हैन, हस्पिटल बिल्डिङहरूलाई चाहिँ 100 इयर्स भनेर लिइरहेको हुन्छ। त्यही अनुसार चाहिँ फ्याक्टर फरक छ
है। जस्तै हेर त जति लाइफ यो मिड प्रोबेबल डिजाइन लाइफ बढ्दै गयो त्यति के भइरहेको छ त भनेर भन्दाखेरि यो K1 भनेपछि रिस्क कोएफिसिएन्ट पनि भ्यालु बेसी भइरहेछ, बेसी भयो भने विन्ड भेलोसिटी पनि बेसी हुन्छ, त्यसैले गर्दाखेरि सेफर साइडमा हुन्छ। अब त्यो चाहिँ अब यहाँतिर 33, 39, 44, 47, 50 र 55 को लागि दिएको छ। यो बिचमा कुनै भ्यालु छ भने हामीले इन्टरपोलेट गरेर जानुपर्छ। त्यसैले यदि K1 को लागि चाहिँ हामीले के गर्छौँ भनेर भन्दाखेरि टेबल नम्बर 1 लिन्छौँ है। ठिक छ। अब यो ठ्याक्क पुरै डिटेल भ्यालुमा त हामी गइनँ मैले लाई होइन, यहाँतिर अब के कस्तो भनेको छ के हो भनेर यहाँ अलिकति छ, तिमीहरूले यो बुझ्न सक्छौ भने बुझ। अहिलेलाई मैले त्यतातिर बुझाउनतिर लागिनँ, किनकि यहाँतिर रिलायबिलिटीको कुरादेखि लिएर थुप्रै कुरा छ, हामी त्यहाँतिर अहिले अलिकति नजाउँ है त, एकचोटि पढ्न चाहिँ पढ। ठिक छ ल, यहाँसम्म हामी क्लियर हो कि होइन भन त, यो कुरासम्म क्लियर हो कि होइन। अब हेर है यो कस्तो छ त्यो लेख्दै गर त, क्लियर हो कि होइन भनेर। अब कस्तो छ भनेर भन्दाखेरि नि तिमीहरूको यो चाहिँ टपिक सुन्दाखेरि चाहिँ एकदमै लेन्दी टपिक छ, तर न्युमेरिकल एकदमै छोटो न्युमेरिकल छ के है। यसमा चाहिँ टपिक एकदमै लामो छ यो चाहिँ, त्यसैले गर्दाखेरि बुझ्नलाई टाइम लाग्छ। थ्योरी ब्याकग्राउन्ड एकदमै बेसी छ। यो ब्याकग्राउन्डले तिमीलाई अहिले मात्रै होइन हेर, एक्जाम पोइन्ट अफ भ्यूको लागि त K1, K2 र K3 भनेको 111 भनेर राखिदिनु हुन्थ्यो, तर हामी सबै कुरा एक्जाम पोइन्ट अफ भ्यूले मात्रै हेर्दिनँ मेरो। भोलि गएर आजकल ट्रस स्ट्रक्चर डिजाइन एकदमै बेसी भइरहेको छ क्या, त्यसैले गर्दाखेरि भोलि तिमीहरू फिल्डबाट निस्किने साथ स्टिल स्ट्रक्चर डिजाइन गर्दाखेरि पुरै स्टिल स्ट्रक्चर तिमीहरूले नहोला, तर तिमीले के भन्न सक्छौ म एटलिस्ट स्टिलको एनालाइसिस चाहिँ गर्न सक्छु भनेर भन्छौ नि त। कनेक्सन तिमीहरू डिजाइन गर्न नसक्लौ होइन, तर के गर्न सक्छौ भन्दाखेरि म स्टिलको एनालाइसिस चाहिँ गर्न सक्छु, म एउटा रुफ ट्रसको चाहिँ काम गर्छु भनेर भन्छौ। अब यही पछि तिमीहरू अर्को सेमिस्टरमा केमा जान्छौ भनेर भन्दाखेरि बिल्डिङको प्रोजेक्ट गर्छौ। बिल्डिङको प्रोजेक्ट लिने बेलामा माथितिर रुफ ट्रस भइरहेको हुन्छ, त्यसैले रुफ ट्रस गर्ने बेलामा तिमीले यसरी विन्ड लोड क्यालकुलेसन गर्नुपर्ने हुन्छ। त्यसैले यो चाहिँ एक्जाम पोइन्ट अफ भ्यूमा अलिकति इम्पोर्टेन्ट त छँदैछ, त्यो इम्पोर्टेन्ट 8 मार्क्समा आउने त छँदैछ, तर यो तिमीहरूले भनिसकेपछि चाहिँ तिमीहरूले भोलि समय पनि के हुन्छ भन्दाखेरि काम लाग्छ। त्यसैले चाहिँ अलिकति डिटेलमा भन्न खोजेको मात्रै हो है, नभए त एक्जाम पोइन्ट अफ भ्यूले कहिलेकाहीँ त K1, K2, K3 को भ्यालु तोकेरै दिइदिन्छ है त। त्यसैले चाहिँ अब हामीले यहाँबाट भनेपछि K1 भनेर सिकाएँ। अब हामी जाँदैछौँ K2 मा है त। अब K2 मा यहाँतिर के छ त भनेर भन्दाखेरि यहाँतिर के कस्तो टेराइन छ, हाइट के छ, स्ट्रक्चर फ्याक्टर के छ, त्यो अनुसार चाहिँ के गरेको छ त भन्दाखेरि K2 मा चाहिँ अब डिभाइड गरेको छ है त। त्यसैले अब के हेरौँ भन्दाखेरि K2 मा चाहिँ के छ भनेर भन्दाखेरि हेरौँ के छ। अब हाइटको लागि एउटा फ्याक्टर भनेको अब हामी इन्टरपोलेट गरेर गर्छौँ। अब टेराइन र यो स्ट्रक्चर साइज फ्याक्टर अनुसार चाहिँ क्लासिफिकेसन गरिदिएको छ क्या। टेराइन अनुसार के गरेको छ भनेर भन्दाखेरि यहाँतिर क्याटेगोरी 1, 2, 3 र 4 मा क्लासिफाई गरिदिएको छ है। यो क्याटेगोरी अहिले म देखाउँछु। स्ट्रक्चर साइज फ्याक्टर अनुसार चाहिँ के गरेको छ भन्दाखेरि क्लास A, B र C मा गरिदिएको छ है। त्यसो अब एकचोटि हेरौँ न त, यो भने ठ्याक्कै अलिकति हल्का डिटेलमा हेरौँ के छ भनेर। जस्तै कि हेर है त, अब यो चाहिँ जोनेसन भनेर गरेको है। यो चाहिँ अब त्यहाँतिर के कति छ भनेर बेसिक विन्ड भेलोसिटीको आधारमा जोन गरेको, जुन भनेको तल हामीले एपेन्डिक्स ए मा हेर्यौँ ल। त्यसपछि आयो टेराइन, हाइट र स्ट्रक्चरमा। टेराइनको अनुसार चाहिँ के गरिन्छ भनेर भन्दाखेरि यसलाई 4वटा क्याटेगोरीमा गरेको छ। यहाँतिर अनि अलिकति एक्जाम्पल पनि दिएको छ के भनेर है त। अब त्यो भनेको के भन्दाखेरि क्याटेगोरी 1 भनेको चाहिँ के भन्दाखेरि यो चाहिँ ओपन टेराइन है, त्यहाँतिर चाहिँ कुनै पनि अब्स्ट्रक्सन छैन, यो चाहिँ एकदमै ओपन टेराइन होइन। अनि यहाँतिर चाहिँ के छ त भन्दाखेरि बिल्डिङ हाइट पनि धेरै छैन क्या। त्यो चाहिँ कस्तो भनेर भन्दाखेरि 1.5 मिटर मात्रै हाइट भएको बिल्डिङहरू छ अरे। अब यो भनेको चाहिँ कतातिर भन्दाखेरि समुद्रतिर होइन, अनि त्यसपछि के अरे रुखहरू नभएको ओपन एरियातिर चाहिँ के भन्छ, यस्तोलाई चाहिँ क्याटेगोरी 1 भनेर लिने भन्छ है। यहाँतिर क्याटेगोरी लेखेको छ, यहाँतिर चाहिँ हल्का एक्जाम्पल पनि दिएको छ क्या है। त्यसो अब क्याटेगोरी 2 भनेको चाहिँ के भनेर भन्दाखेरि टेराइन चाहिँ अझै पनि ओपन नै छ होइन, तर त्यसमा चाहिँ केही चाहिँ अब्स्ट्रक्सनहरू छ, जुन भनेको चाहिँ 1.5 देखि लिएर 10 मिटरसम्मको हाइटसम्म छ। अब यो भनेको चाहिँ क्याटेगोरी भनेको कस्तो भनेर भन्दाखेरि यसमा चाहिँ के छ त भनेर भन्दाखेरि चाहिँ अब यो भनेको चाहिँ हामीले यो जुन नापेको छौँ बेसिक विन्ड भेलोसिटी, त्यो भनेको क्याटेगोरी 2 कै आधारमा नापेको हो। तर अब यसमा चाहिँ के पर्छ त भनेर हेर्नु पर्दाखेरि चाहिँ यसमा के पर्छ भनेर हेर्दा त इन्क्लुड्स एयरफिल्ड्स, ओपन पार्कल्यान्ड, अनडेभलप्ड के हो यो स्पार्सली बिल्ट आउटस्कर्ट्स अफ द टाउन एन्ड सबर्ब्स, अनि त्यसपछि ओपन ल्यान्ड एडजसेन्ट टु द सी कोस्ट मे अल्सो बी क्लासिफाइड एट क्याटेगोरी 2 भनेर भनेको छ है। भनेपछि भर्खरै बन्दै गरेको सहर जुन चाहिँ सहरभन्दा अलिकति टाढा छ होइन, यिनीहरू चाहिँ के हुन्छ त भनेर भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ क्याटेगोरी 2 मा पर्छ।
अब क्याटेगोरी 3 भनेको चाहिँ के भन्दाखेरि जहाँतिर चाहिँ बिल्डिङको अब्स्ट्रक्सन भनेको चाहिँ 10 मिटरसम्म हुन्छ है। बिल्डिङको अब्स्ट्रक्सन भनेको 10 मिटरसम्म हुन्छ। यसमा चाहिँ के हुन्छ त भनेर भन्दाखेरि अलिकति बिल्डिङहरू चाहिँ ठुल्ठुलो हुन्छ तर अलिअलि आइसोलेटेड भएको हुनसक्छ के। अब यहाँतिर तिमीहरूको इक्जाम्पल दिएको छ, यहाँतिर के पर्छ भनेर भन्दाखेरि नोट 1 मा के भनेको छ भनेर भन्दाखेरि यो क्याटेगोरीमा चाहिँ वेल वुडेड एरिया, अनि त्यसपछि के भने सबर्ब्स, अनि त्यसपछि टाउन्स, इन्डस्ट्रियल एरियाहरू चाहिँ जुन चाहिँ भर्खर के अरे फुल्ली डेभलप भइसकेको पनि हुनसक्छ, जुन चाहिँ भर्खर डेभलप हुँदैछ त्यो पनि पढ्न सक्छ। अनि त्यसपछि अब यो भनेको के पर्छ भनेर भन्दाखेरि यहाँतिर अरू चाहिँ के छ भनेर भन्दाखेरि अब एटेन्सन दिनुपर्छ के कस्तो कुरामा भनेर भनेको छ। क्याटेगोरी 2 र 3 मात्रै हेरेर हुँदैन, अरूमा चाहिँ के कस्तो छ, भेजिटेसन के कस्तो छ, भेजिटेसनको ले के कस्तो एफेक्ट गरिरहेको छ त्यो अनुसार पनि क्याटेगोरी 3 मा पर्छ भनेको छ। हामीले जेनरली क्याटेगोरी 2 र 3 को बिचमा लिइरहेको हुन्छौँ हैन। अब क्याटेगोरी 4 भनेको चाहिँ एकदमै नयाँ एकदमै वेल डेभलप टाउन्सहरू के, जहाँतिर चाहिँ के छ भन्दाखेरि बिल्डिङ भनेको एकदमै नजिक छ, एकदमै ठुल्ठुलो अब्स्ट्रक्सनहरू छ हैन। जस्तै यहाँ के भनेछ भन्दाखेरि दिस क्याटेगोरी इन्क्लुड्स लार्ज सिटी सेन्टर्स जेनरली विथ द अब्स्ट्रक्सन एबभ 25 मिटर एन्ड भेरी वेल डेभलप इन्डस्ट्रियल कम्प्लेक्सेसहरू जुन छ हो त्यसमा चाहिँ हामी क्याटेगोरी 4 भनेर लिइरहेको हुन्छौँ है त। अब हामीले क्वेसनले अलिकति तोकेको हुन्छ कुन क्याटेगोरीमा के लिने भनेर, त्यो अनुसार चाहिँ हामीले यहाँतिरबाट अगाडि बढ्छौँ है। अब त्यो भनिसकेपछि एउटा भनेको अब यो भनेको चाहिँ टेराइनको अनुसारमा के कस्तो छ त्यहाँतिरको बिल्डिङको अनुसारमा चाहिँ हामीले के गर्यौँ भनेर भन्दाखेरि चाहिँ यो एउटा क्लासिफिकेसन गर्यौँ। अब अर्को क्लासिफिकेसन भनेको चाहिँ कस्तो छ त भन्दाखेरि बिल्डिङ के कतिको टल छ अथवा त्यसको म्याक्सिमम डाइमेन्सन, यो भनेको चाहिँ यसले कतिको चाहिँ विन्डलाई चाहिँ अब्स्ट्रक्ट गर्न सक्छको आधारमा चाहिँ यसलाई चाहिँ 3 वटा क्लासमा गरेको छ। क्लास ए भनेको कस्तो छ त भन्दाखेरि जहाँतिर चाहिँ त्यसको म्याक्सिमम डाइमेन्सन भनेको हाइट पनि हुनसक्छ, लेन्थ पनि हुनसक्छ अथवा ब्रेथ पनि हुनसक्छ। हेर त म्याक्सिमम डाइमेन्सन होरिजेन्टल अर भर्टिकल भनेको छ, त्यो भनेको चाहिँ लेस देन 20 मिटर छ अरे। 20 मिटरभन्दा कम भयो भने क्लास ए, त्यही कुरा तिमीहरूको 20 देखि 50 मिटर छ भने क्लास बी, र त्यो कुरा भनेको 50 मिटरभन्दा बेसी छ भने चाहिँ क्लास सी मा जान्छ। अब हामी न्युमेरिकलमा आइपुग्नै आँट्यौँ है, अलिकति मात्रै बाँकी छ, K1 र K2 सकिन आँट्यो। अब यो भइसकेपछि अब K2 को लागि क्लासिफिकेसन यहाँ दिएको छ है। यहाँतिर अब यो 3 वटा ग्राफ भयो अरे एक्चुअली भन्ने भने यहाँतिर के छ भन्दाखेरि एउटा भनेको टेराइन क्याटेगोरी 1 छ, क्याटेगोरीमा ABC छ, 2 ABC, 3 ABC, 4 ABC भनेको छ, त्यसमाथि हाइट पनि छ। अब यो भनेको चाहिँ के हो त भन्दाखेरि हाइट अफ द बिल्डिङ है, यो चाहिँ बिल्डिङको हाइट अनुसार यो भनेको चाहिँ के हो त भनेर भन्दाखेरि टेराइनको क्लासिफिकेसन र त्यसमा पनि स्ट्रक्चरल क्लासिफिकेसन। जस्तै कि के भनेको छ भन्दाखेरि बिल्डिङको हाइट भनेको 30 मिटर छ, टेराइन भनेको 2 मा पर्छ र क्लासिफिकेसन बी हो भने हामी केमा जान्छौँ, यसमा जान्छौँ र 1.1 भनेको भ्यालु लिन्छौँ है त। ल यति गरिसकेपछि अब क्लासिफिकेसन हामीले K2 पनि सिद्ध्यायौँ है। K2 पनि सिधाइसकेपछि अब एउटा लास्ट क्लासिफिकेसन बचेको छ, त्यो भनेको चाहिँ हामीले के हो त भन्दाखेरि क्लासिफिकेसन नम्बर 3। अब त्यो पनि हेरौँ है त हामी। यो चाहिँ अलिकति बुझ्नुपर्ने छ, क्लासिफिकेसन नम्बर 3 चाहिँ अलिकति बुझ्नुपर्ने छ। त्यो बुझिसकिसकेपछि चाहिँ यो सकिन्छ अनि ट्याक्क न्युमेरिकलमा जान्छौँ। अनि न्युमेरिकलमा गइसकेपछि अब चाहिँ तिमीहरूले चाहिँ ठ्याक्कै यही एनालाइसिस नै फिल्डमा काम गर्ने हो। त्यसैले गर्दाखेरि अब विन्ड स्पिड कति आइरहेछसम्म निकाल्न सक्छौँ, त्यसपछिको नेक्स्ट क्लासमा विन्ड प्रेसर के हो भनेर चाहिँ एक्जाममा आउने न्युमेरिकल नै गर्छौँ है। यो पनि एउटा बेस बन्दैछ एक्जामको न्युमेरिकलको लागि है। अब न्युमेरिकल हामी हेर्छौँ मैले अनि K1 पनि निकाल्यौँ, K2 पनि निकाल्यौँ, अब एउटा बच्यो K3। लास्ट टपिक भनेको अब हाम्रो टोपोग्राफिक फ्याक्टर भनेर हेर्छौँ है त। ल त्यसो यसलाई मैले हटाएँ। टोपोग्राफिक फ्याक्टरको लागि चाहिँ के छ त भनेर भन्दाखेरि हल्का मैले एउटा फिगर बनाउँछु अनि त्यसपछि त्यहाँतिर तिमीलाई फिगर पनि देखाउँला। यहाँतिर के भनेछ भन्दाखेरि यो अपवर्ड स्लोप यो डाउनवर्ड स्लोप भयो भने अब एनालाइसिसले के भन्ने रहेछ भन्दाखेरि रिजन कति एफेक्ट गर्ने रहेछ त भन्दाखेरि यहाँतिर चाहिँ यो चाहिँ पुरै भनेको रिजन एफेक्टेड भयो। यो भनेपछि 1.5 टाइम्स एलई, यो चाहिँ अपवर्ड स्लोपमा चाहिँ अलिकति कम लेन्थसम्म असर गर्ने रहेछ भने डाउनवर्ड स्लोपमा चाहिँ 2.5 टाइम्स अफ एलई सम्म चाहिँ विन्ड स्पिडले चाहिँ गर्दाखेरि चाहिँ असर गर्ने रहेछ रे हैन। अनि त्यसपछि के दिएको छ भन्दाखेरि यहाँदेखि लिएर
यहाँदेखि लिएर यहाँसम्मकोलाई चाहिँ हामीले जेड भनेर भन्यौँ रे है। यो ग्राउन्डदेखि लिएर योसम्म चाहिँ म्याक्सिममलाई जेड भनेर भन्यौँ भने अब यहाँतिर के दिएको छ त भनेर भन्दाखेरि हामीले केही क्राइटेरियाहरू दिएको छ है। क्लासिफिकेसन कसरी गरौँ भनेर भन्दाखेरि K3 कसरी निकालौँ भनेर केही क्राइटेरियाहरू दिएको छ। एक्चुअली यो क्राइटेरिया हेरौँ। अब जेनरली चाहिँ के हुन्छ भन्दाखेरि यो क्राइटेरिया चाहिँ हामीले यो तिमीहरूको न्युमेरिकल पर्पसको लागि चाहिँ क्राइटेरिया धेरै युज गरिरहेको हुँदैनौँ है। यो चाहिँ न्युमेरिकल पर्पसको लागि धेरै डिटेलमा जाँदैनौँ, तर जस्ट यो चाहिँ एक्चुअल बुझ्न मात्रै खोजेको हो। जेनरली चाहिँ के हुन्छ, यदि थीटा भनेको लेस देन 3 डिग्री छ भने हामी K3 भनेको सिधै 1 भनेर लिइदिन्छौँ हैन। यदि थीटा भनेको लेस देन 3 छ भने K3 भनेको सिधै 1 भनेर लिन्छौँ र केही पनि भनेकै छैन भने पनि के गरिदिन्छौँ, अहिलेलाई K3 भनेको 1 लिएर स्टार्ट गर्छौँ। त्यसैले जस्ट एउटा K3 भन्ने कुरा हेरौँ, यो न्युमेरिकलबाट एउटा बुझ्छौँ अनि त्यसपछि हामी दुईटा न्युमेरिकल गर्छौँ यो बेसिक विन्ड भेलोसिटी निकाल्नलाई है त। ल त्यसको अब हेरौँ यतातिर। यो भनेको अब K3 को लागि चाहिँ अब हामी कहाँ जान्छौँ भन्दाखेरि अलिकति तलतिर दिएको छ K3 को भ्यालुको लागि चाहिँ। अब यो एपेन्डिक्स 1 भन्ने कुरा भइहाल्यो। अब यो एपेन्डिक्स सी मा चाहिँ के दिएको छ त भनेर भन्दाखेरि यहाँतिर चाहिँ हाम्रो स्लोपको लागि दिएको छ। अब के भनेको छ त भन्दाखेरि इन्फ्लुएन्स भनेको टोपोग्राफिक फ्याक्टरले हुन्छ, त्यसले चाहिँ अपवार्डतिर चाहिँ 1.5 टाइम्स एलई र डाउनवार्डतिर चाहिँ 2.5 टाइम्स एलई सँग असर गर्छ। अब यो एलई भनेको के हो त भनेर भन्दाखेरि यो एलई भनेको चाहिँ यदि 3 देखि लिएर 17 डिग्री स्लोप छ भने चाहिँ लेन्थ बराबर नै हो एक्चुअल लेन्थ अफ द अपवार्ड स्लोप। यो ठ्याक्कै फिगर मैले देखाइहाल्छु। यदि ग्रेटर छ भने 17 डिग्री भन्दा ग्रेटर छ भने z by 0.3 है। यहाँतिर हेर त यो एउटा फिगर हेर। यो चाहिँ के हो त भनेर भन्दाखेरि यहाँतिर चाहिँ अब ग्राउन्डमा हामीले सिधा अन्डुलेटेड ग्राउन्ड भनेर एज्युम गरेको हुन्छौँ, तर टोपोग्राफी भनेको कहिलेकाहीँ त यसरी पहाड अथवा कुनै एउटा ठुलो स्लोप के आइदिन सक्छ हो। त्यो आउँदाखेरि चाहिँ के छ भन्दाखेरि कस्तो असर गर्छ भनेर टोपोग्राफिक कन्डिसनबाट हेर्नु खोजेको हो। यहाँतिर यसरी विन्ड आइरहेको छ। अब यो जेड भनेको चाहिँ के हो भन्दाखेरि यहाँबाट म्याक्सिमम हाइट यहाँसम्म। अब यो 5 किलोमिटर भने चाहिँ 5 किलोमिटर नजिकमा कुनै टेराइन छ भने त्यो क्यालकुलेसन गर्नु पर्यो भनेको, त्योभन्दा उता छ भने हामीले हेर्दैनौँ है। ल भनेपछि यो भनेको चाहिँ त्यो ग्राउन्डबाट चाहिँ म्याक्सिमम हाइट कति छले चाहिँ हामीले जेड भनेर भन्यौँ। त्यो जुन इन्क्रिजिङ स्लोप छ त्यो जेड भनेर भन्यौँ। यहाँबाटदेखि लिएर यहाँसम्मको लेन्थलाई एल भनेर भन्यौँ भने रिजन एफेक्टेड कति हुने रहेछ त भन्दाखेरि यदि 0 देखि लिएर 3 सम्म छ भने त्यसले चाहिँ हामीले एलई भनेर भन्यौँ। अनि त्यसपछि यदि यो एलई भनेको चाहिँ कस्तो छ भन्दाखेरि यदि 17 भन्दा बेसी छ भने चाहिँ जेड बाई 0.3 भनेर भन्यौँ है त। अब यो अलिकति बुझ्नलाई यो गाह्रो छ यो है। हेर्दै जाउँ त्यसपछि न्युमेरिकलबाट बुझिन्छ है। त्यसैले गर्दाखेरि यहाँतिर के दिएको छ भनेर जेड भनेको एफेक्टिभ हाइट हो, थीटा भनेको कति स्लोप छ भनेर भनेको छ। यदि थीटा भनेको 3 भन्दा कम छ भने चाहिँ हामीले यसलाई खासै ट्रिट गरिरहनु पर्दैन भनेर पनि भनेको छ त्यो स्लोपलाई हैन। अब K3 त्यसो भए कति लिने त? अब हामीलाई त चाहिने भनेको मेन भनेको K3 हो। K3 भनेको कति लिने भनेर भन्दाखेरि 1 + CS भनेर लिने भनेको छ। जहाँतिर C भनेको चाहिँ यहाँतिर यसरी भ्यालु दिएको छ। यो जेड यो 1.2 जेड बाई एल हो है। यो चाहिँ एउटा बाई भन्ने छुट्याएको छ, 1.2 जेड बाई एल हो। अब S भनेको चाहिँ के छ त भनेर भन्दाखेरि S भनेको चाहिँ यहाँबाट निकाल्नुपर्छ हेर, h by le र x by le को आधारबाट निकाल्नुपर्छ। यो चाहिँ एउटा न्युमेरिकल गरेरै बुझौँ, किनकि अहिले तिम्रो स्याचुरेसन लेभलमा अहिले नै पुगिसक्यो भन्ने फिल भइसक्यो मलाई। त्यसैले यो चाहिँ अब हामी एउटा न्युमेरिकल गरेरै बुझ्छौँ है त। ल त्यसपछि के गरौँ, आजको टपिक भनेको डिजाइन विन्ड भेलोसिटीसम्म निकालौँ। विन्ड प्रेसर भनेको एउटा फर्मुला हो, त्यसपछि के गर्ने भनेर भन्दाखेरि अगाडि बढेर सिधाइदिने है त। ल त्यसमा अब स्टार्ट गरौँ। ल यसलाई मैले के गरेँ भन्दाखेरि स्टप सेयरिङ गर्दै अब यो यत्रो पढेको कुराले इम्प्लाई नगरिकन हाम्रो पनि दिमागमा ठ्याक्कै छिर्दैन। त्यसैले गर्दाखेरि के गरौँ भनेर भन्दाखेरि एउटा न्युमेरिकल गरेर हेरौँ, न्युमेरिकल गरौँ यो कुरालाई, अनि त्यसपछि निकाल्न सकेको कुराले चाहिँ बुझेर अगाडि बढौँ है त। ल त्यसो भए थ्योरिटिकल पोर्सन भनेको यति मात्रै छैन है। अब अर्को भनेको चाहिँ कोएफिसिएन्ट निकाल्ने बेलामा पनि हल्का थ्योरी छ, त्यो चाहिँ कम छ। यो बुझिसकेपछि त्यो थ्योरी कम छ, त्यो थ्योरी चाहिँ ठ्याक्कै हामी न्युमेरिकल हेर्दै बुझ्छौँ। त्यसैले गर्दाखेरि त्यसमा समस्या छैन है। ल त्यसो अब क्वेसन के गरौँ भनेर भन्दाखेरि के छ भनेर भन्दाखेरि एउटा रुफ सेट छ अरे। यो रुफ सेट भनेको चाहिँ कतिको छ अरे भन्दाखेरि कहाँ बनेको छ अरे भनेर भन्दाखेरि विराटनगरमा बनिरहेछ अरे। यो भनेको विराटनगरमा बनिरहेछ र यसको साइज भनेको कति छ अरे भनेर भन्दाखेरि साइज भनेको 24 मिटर बाई 40 मिटरको साइज छ अरे। अनि त्यसपछि के छ भन्दाखेरि हाइट अफ द बिल्डिङ भनेको के छ भन्दाखेरि हाइट अफ बिल्डिङ
यो हाइट अफ द बिल्डिङ भनेर दिँदाखेरि यो भनेको चाहिँ कहाँसम्म दिएको हुन्छ, इफसम्म अथवा सपोर्टसम्म है, जहाँ भन्दा माथि चाहिँ ट्रस राखिन्छ नि यतिसम्म चाहिँ हुन्छ है। यो पोइन्टसम्म चाहिँ दिएको है हाइट अफ द बिल्डिङ भनेको यति है। हाइट अफ द बिल्डिङ भनेको कति दिएको छ भनेर भन्दाखेरि हाइट अफ द बिल्डिङ भनेको कति दिएको छ 12 मिटर दिएको छ भने के भनेको छ भन्दाखेरि डिटरमाइन डिजाइन विन्ड भेलोसिटी। ल ट्राई गरौँ है त, स्टार्ट गरौँ ल। यो गरेर अझ एउटा अर्को क्वेसन पनि हेर्छौँ। यति गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हामी अलिकति कन्फिडेन्ट हुन्छौँ अनि त्यसपछि बल्ल हामी अर्को टपिकमा आएर छिर्छौँ है। ल पछि हेर त मलाई के चाहिने रहेछ त भन्दाखेरि एउटा पहिला त मैले बेसिक विन्ड भेलोसिटी निकाल्ने हो। बेसिक विन्ड भेलोसिटी निकालिसकेपछि सेकेन्डमा मैले के गर्छु त भनेर भन्दाखेरि डिजाइन विन्ड भेलोसिटी। डिजाइन विन्ड भेलोसिटी निकाल्न मलाई के छ त भन्दाखेरि k1 k2 k3 टाइम्स vv छ। यहाँतिर के छ भन्दाखेरि जस्ट vv निकाल्नु छ। अब यो vv भनेको मैले केबाट गर्ने रहेछु त भनेर भन्दाखेरि एपेन्डिक्स ए मा हेर्ने रहेछु, एपेन्डिक्स 1 मा। त्यहाँतिर के गर्ने रहेछ त भन्दाखेरि डिफरेन्ट लोकेसनको दिएको हुन्छ। डिफरेन्ट लोकेसनको दिँदाखेरि अब हामीलाई विराटनगर भनेर ठ्याक्क इन्डियन कोडले नेपालको लागि भनेर मेन्सन गरे हुँदैन। त्यसैले केही पनि नदिँदाखेरि कि त यो दिनु पर्यो, नभए हामी के गरिदिन्छौँ भनेर भन्दाखेरि नजिकैको ठाउँ भनेको विराटनगरबाट नजिकैको ठाउँ भनेको दार्जिलिङ हो। त्यसैले गर्दाखेरि दार्जिलिङको अघि भर्खरै हामीले 47 मिटर पर सेकेन्ड भनेर लेखेकोले गर्दाखेरि यति लिँदै है त, मिटर पर सेकेन्ड नै हो नि। ल ठिक छ है। ल भनेपछि यति के गर्यौँ भनेर भन्दाखेरि यो भनेर चाहिँ हामीले यसरी गर्यौँ है। अनि त्यसपछि अर्को क्वेसनले के भनेको छ भनेर भन्दा एकचोटि भन्छु ल। अ रूफ ट्रस सेड इज टु बी बिल्ड इन द विराटनगर फर एन इन्डस्ट्री भनेर भनेको छ। इन्डस्ट्रीको लागि बना भनेर भनेको छ। त्यसपछि के भनेको छ द साइज अफ द सेड इज 24 मिटर बाई 40 मिटर। द हाइट अफ द बिल्डिङ इज 12 मिटर एट द एप्स। डिटरमाइन द बेसिक विन्ड भेलोसिटी भनेर भनेको छ है। ल डिटरमाइन बेसिक विन्ड भेलोसिटी भनेपछि हामीले बेसिक विन्डको लागि भनेर दार्जिलिङ गरेर 47 सम्म गऱ्यौँ, पहिले काम सिक्दै आयौँ। त्यसपछि अब डिजाइन विन्ड भेलोसिटी निकाल्न मलाई के रहेछ k1 k2 र k3 भन्ने कुरा रहेछ है त। अब अहिलेको केसमा केही पनि नै दिएको छैन। अहिलेको केसमा अब k1 k2 k3 निकाल्छु, तर मैले जस्ट एउटा भ्यालु चाहिँ लेखिदिइहालेँ। अहिलेको केसमा केही पनि नदिँदाखेरि म के गरिदिन्छु भनेर भन्दाखेरि k3 भनेको चाहिँ थीटा इज लेस देन 3 डिग्री स्लोप छ भनेर एज्युम गरेकोले गर्दाखेरि k3 भनेको चाहिँ सिधै 1 भनेर एज्युम गर्दै है। त्यसो अब मैले के निकाल्छु k1 र k2 निकाल्छु है त। k1 निकाल्नलाई हामीले के थियो भन्दाखेरि रिस्क कोएफिसिएन्ट भनेर चाहिँ अब हामी के गर्छौँ भनेर भन्दाखेरि हेरौँ ल। टेबल नम्बर हामी 1 मा गयौँ। टेबल नम्बर 1 मा गयौँ है। यहाँतिर जाँदाखेरि अब रिस्क कोएफिसिएन्ट निकाल्नु छ। रिस्क कोएफिसिएन्ट निकाल्दाखेरि के छ त भनेर भन्दाखेरि हेर त, अब यो भनेको ठ्याक्कै इन्डस्ट्रियल बिल्डिङ भनेको ठ्याक्कै पुरै इम्पोर्टेन्ट बिल्डिङ भनेर पनि भन्न अलिकति मिलेन। यो टेम्परेरी स्ट्रक्चर पनि पक्कै पनि होइन। अब हजार्ड के कति छ भनेर भन्दाखेरि मलाई ठ्याक्कै थाहा नभएकोले गर्दाखेरि यो भनेको सबै बिल्डिङ जेनरल बिल्डिङ भनेको चाहिँ हामी जेनरल बिल्डिङमा गयौँ हैन। त्यसैले गर्दाखेरि अब लो हजार्ड भनेर पनि भन्नु मिल्दैन हैन। किन भनेर भन्दाखेरि त्यहाँतिर प्रपर्टी इन्डस्ट्रियल बिल्डिङ भनिसकेपछि प्रपर्टीहरू पनि थुप्रै नै भइरहेको हुन्छ हैन। त्यसैले गर्दाखेरि के गर्दियौँ भन्दाखेरि अल जेनरल बिल्डिङ्स एन्ड स्ट्रक्चरको लागि हामीले के गरेका छौँ भनेर भन्दाखेरि 50 इयर्स रिटर्न पिरियडको लागि भनेर लिन्छौँ। त्यो भनेको चाहे जतिसुकै विन्ड भेलोसिटी होस् कति छ 1 छ। त्यसैले गर्दाखेरि k1 को भ्यालु कति लिनु पर्यो 1 लिनु पर्यो है त। अब k1 को भ्यालु 1 लिए। अब मलाई समस्या भनेको जहिले भनेको नि यो k2 को लागि मात्रै हो के, k2 को लागि मात्रै हो। अब k2 को लागि पहिला त के गर्नु पर्यो, बिल्डिङको हाइट भनेको 12 मिटर त दिएको छ, यसले त समस्या दिएन। मलाई समस्या केले दिन सक्छ त भन्दाखेरि अब यो क्याटेगोरी कुद्न पर्छ र क्लास कुद्न पर्छ भनेर हेरौँ है त। अब यहाँतिर हेर है, क्लासको लागि के छ भन्दाखेरि म्याक्सिमम डाइमेन्सन भनेर हेरौँ है त। क्लासको लागि म्याक्सिमम डाइमेन्सन, त्यसपछि क्याटेगोरीमा जाउँ न। क्लासको लागि म्याक्सिमम डाइमेन्सन भनेपछि हेर त, साइज भनेको 24 मिटर बाई 40 मिटर भनेको छ। हाइट भनेको 12 मिटर भनेको छ। भनेपछि यसको म्याक्सिमम डाइमेन्सन कति हुने हो, कति हुने भयो भन त म्याक्सिमम डाइमेन्सन यो बिल्डिङको लागि।
40 मिटर हैन हो यो 40 मिटर भएकोले गर्दाखेरि हेर त हामीले के भनेर यदि 20 मिटर भन्दा कम छ भने क्लास ए 20 to 50 छ भने क्लास बी अनि त्यसपछि के छ भनेर भन्दाखेरि 50 भन्दा बेसी छ भने क्लास सी भनेर त्यसैले यो क्लास बी भन्ने रहेछ चाहिँ क्लियर गरायौं क्लास बी अब मलाई के गर्नु छ भन्दाखेरि क्याटेगोरी कुन लिने भनेर मात्रै है त त्यसैले अब क्याटेगोरी कुन लिनेमा जाउँ एकचोटी हेरौँ क्याटेगोरी लिँदाखेरि कुन लिने भनेर भन्दाखेरि चट्टै हेरौँ न त एकचोटी है त ल अब यो भ्यालु भयो अब क्याटेगोरी कुन लिउँ भनेर भन्दाखेरि हेर त ल अब यहाँतिर हेर है अब क्याटेगोरी 1 त पक्कै पनि हुँदै हैन क्याटेगोरी 4 पनि पक्कै पनि हुँदै हैन अनि अब यो दुईटा क्याटेगोरीमा कुन क्याटेगोरी लिँदा चाहिँ ठीक होला जस्तो लाग्छ तिमीहरुलाई विराटनगर भनेपछि लोकेसन भनिसकेपछि क्याटेगोरी 2 लिँदाखेरि ठीक होला कि क्याटेगोरी 3 लिँदाखेरि ठीक होला एकचोटी हेर पढ अनि मलाई भन ल ठीक छ हैन अब हेर है के भनेछ भन्दाखेरि इन्डस्ट्रियल सेड भनेर भनिसकेको छ हैन इन्डस्ट्रियल सेड भनेपछि अब अलिकति इन्डस्ट्रीहरु भनेको इन्डस्ट्री भनेको सबै इन्डस्ट्रीको एरियामा हुन्छ त्यो हेर्दाखेरि के देखिन्छ भन्दाखेरि हेर त दिस क्याटेगोरी इन्क्लुड्स वेल वुडेड एरियाज एन्ड सबर्ब्स टाउन्स एन्ड इन्डस्ट्रियल एरिया फुल्ली अर पार्सली डेभलप्ड त्यसैले गर्दाखेरि के लिदियौं भनेर भन्दाखेरि क्याटेगोरी 3 लियौं है त क्याटेगोरी 3 लिइसकेपछि के हुने भयो त भन्दाखेरि अब हामी टेबलमा जाउँ भनेपछि अब हामीले के गर्नु पर्यो भनेर भन्दाखेरि टेबल नम्बर ल हामी केमा गइराछौं भन्दाखेरि टेबल नम्बर 2 मा गइराछौं टेबल नम्बर 2 मा जाँदाखेरि सरी टेबल नम्बर 2 मा के को लागि हेर्छौं भन्दाखेरि टेराइन क्याटेगोरी भनेर हामीले क्याटेगोरी नम्बर 3 लिने भयौं हैन अनि क्लास भनेको कुन लिने भयौं भन्दाखेरि बी लिने भयौं अब यहाँतिर हेर है 10 मिटर र 15 मिटरको लागि दिएको छ त्यसैले 10 हामीले चाहिँ चाहियो 12 मिटरको लागि त्यसैले 10 मिटरको लागि 0.88 15 मिटरको लागि 0.94 इन्टरपोलेट गर कति निकाल भनेर भन्दाखेरि 12 मिटरको लागि निकाल ल इन्टरपोलेट गर त निकाल कति आयो 0.904 आयो त्यसैले गर्दाखेरि 0.904 आयो k2 को भ्यालु त्यसैले गर्दाखेरि अब b हामीले के भनेर गर्दाखेरि z भनेर बनाइदियौं के अरे हैन डिजाइन भनेको चाहिँ कति भनेको k1 k2 k3 टाइम्स bb k1 भनेको 1 k2 भनेको 0.94 k3 भनेको पनि 1 इन्टु bb भनेको सरी 904 k3 भनेको कति आइदियो भन्दाखेरि bb भनेको 47 यसले गर्दाखेरि कति आयो 42.49 मिटर पर सेकेन्ड भनेको चाहिँ हामीले के हुने रहेछ त भन्दाखेरि बेसिक विन्ड भेलोसिटी भनेर सरी डिजाइन विन्ड भेलोसिटी भनेर हुने रहेछ है ल हामी यहाँसम्म क्लियर हो बुझ्यौ के कसरी निकाल्ने भनेर एउटा k3 को टर्म चाहिँ अलिकति बुझेको छैनौं हामीले हैन त्यो अब हामी अबको न्यूमेरिकलमा गर्छौं बाकी k1 k2 भनेको कुराहरु बुझ्यौ ल बुझ्यो कि बुझेन भन त बुझ्यो भने हामी नेक्स्ट न्यूमेरिकलमा गइहाल्छौं लास्ट न्यूमेरिकल एकैछिनमा सकिन्छ ykn लेख ल छिटो सबैजनाले ल छैन भने सोध्दाखेरि हुन्छ नभए चाहिँ छिटो लेखौं अनि त्यसपछि अर्को क्वेशन भनेर लेख्छौ है त ल अर्को क्वेशन तिमीहरुले गर्छौ तर एउटा भ्यालु चाहिँ मैले लेखिदिन्छु है k3 को मैले सिकाउँछु k1 k2 र bb सबै तिमीहरुले आफै निकाल्छौ है त त्यसैले त्यतिसम्म चाहिँ स्टार्ट गर्छौ अनि मलाई भन्छौ एउटा यो के छ रे भन्दाखेरि पावर प्लान्ट छ रे अब चाहिँ है पावर प्लान्ट को स्ट्रक्चर छ रे हैन यसको म्याक्सिमम डाइमेन्सन चाहिँ कति छ रे भन्दाखेरि म्याक्सिमम डाइमेन्सन भनेको चाहिँ 60 मिटर छ रे अनि त्यसपछि के गरेको छ रे भन्दाखेरि इज प्रपोज टु बी बिल्ड अन डाउन हिल साइड नियर काठमाडौँ डाउन हिल साइड नियर काठमाडौँ नजिकै बनाउन आटेको छ रे एउटा हैन पावर प्लान्ट बनाउन आटेको छ रे त्यसपछि के भनेछ भन्दाखेरि द हाइट अफ द हिल भनेको चाहिँ 400 मिटर भनेर दिएको छ रे हाइट अफ द हिल विथ अ स्लोप अफ अब यो प्वाइन्ट चाहिँ तिमीहरुले अब यो चाहिँ मैले तिमीहरुलाई एक्सप्लेन गर्नुपर्छ k3 को लागि हैन 1:3 दिएको छ लोकेसन भनेको चाहिँ के छ रे भन्दाखेरि लोकेसन अफ क्रेस्ट भनेको कति छ भनेर भन्दाखेरि 250 मिटर भनेर भनेको छ अन द डाउन हिल स्लोप भनेर भयो त्यसपछि के भनेको छ त भन्दाखेरि यसको हाइट ईव को हाइट भनेको ईव सम्मको हाइट भन्छ भनौं न स्ट्रक्चरको
इच सम्मको हाइट भनेको कति दिएको छ भनेर भन्दाखेरि 9 मिटर भनेर दिएको छ। डिटरमाइन डिजाइन विन्ड भेलोसिटी। ल अब यो कहिलेकाहीँ यति मात्रै क्वेसन पनि सोध्छ है, कममा डिजाइन विन्ड भेलोसिटी हैन, विन्ड प्रेसर भनेर भन्छ। विन्ड प्रेसर भनेको 0.6 टाइम्स अफ के हुन्छ भन्दाखेरि VZ स्क्वायर मात्रै हुन्छ, त्यो भनेको छुट्टै कुरा हो। कहिलेकाहीँ चाहिँ डिजाइन विन्ड प्रेसर भनेर मात्रै सोधिदिन्छ है। त्यसैले गर्दाखेरि अब चाहिँ यति गरेर निकाल्न न ल निकाल्न त ल यति ट्राई गर, K1 K2 र VB निकाल्न ट्राई। स्टार्ट गरौँ हामीले केबाट भन्दाखेरि पहिलो भनेको बेसिक विन्ड भेलोसिटी। बेसिक विन्ड भेलोसिटी त्यो भनेको हामीले के भनेको छौँ VB भनेको छौँ, त्यसलाई 47 मिटर पर सेकेन्डै लियौँ। त्यसपछि अब यहाँतिर मलाई चाहियो K1 K2 र K3। अब K1 भनेर लियौँ है त। K1 भनेको कति लिएको छ, कसैले मलाई भ्यालु भन्छ? 1.07 1.07 है त। 1.07 किन भनेर भन्दाखेरि हेर त के छ त भनेर भन्दाखेरि अब यहाँ हेर है, इम्पोर्टेन्ट बिल्डिङ हो, किनकि पावर प्लान्ट हो। पावर प्लान्ट भनेपछि इम्पोर्टेन्ट बिल्डिङ, इम्पोर्टेन्ट बिल्डिङमा प्रोबेबल डिजाइन लाइफ स्ट्रक्चर भनेको हामीले 100 मानिरहेको हुन्छौँ। त्यसैले गर्दाखेरि 47 को लागि यो कति लिनु पर्यो 1.07। त्यसैले K1 को भ्यालु हामीले कति लियौँ भनेर भन्दाखेरि 1.07 भनेर है त। अब K2 को लागि, K2 को लागि हेर्दाखेरि हाइट भनेको 9 मिटरको दिएको छ हैन, हाइट भनेको 9 मिटरको लागि दिएको छ। अनि त्यसपछि के छ भन्दाखेरि अब मलाई दुईटा कुरा चाहियो, यो टेराइन कुन हो भनेर लिनु पर्यो, अर्को भनेको के लिनु पर्यो भन्दाखेरि क्याटेगोरी कुन हो भनेर लिनु पर्यो, सरी क्लास कुन हो भनेर लिनु पर्यो। टेराइनबाट क्याटेगोरी आयो, अर्कोबाट क्लास आयो। क्लास भनेको के छ त भनेर भन्दाखेरि म्याक्सिमम डाइमेन्सन भनेको 60 मिटर छ भन्दाखेरि त्यसैले गर्दाखेरि क्लास 3। अब यो टेराइन गर्दाखेरि के लिने भन त, टेराइन कुन लिने, क्याटेगोरी कुन लिने टेराइनमा? हामीले के भनेको छ त, अ पावर प्लान्ट structure having maximum dimension more than 60 meter is proposed to be built on the downhill side near Kathmandu भनेर भनेको छ। and the height of the hill is 400 meter भनेर दिएको छ है। अनि अब यहाँतिर यति दिइसकेपछि अब तिमीले के गर्न सक्छौ भनेर भन्दाखेरि काठमाडौँ नजिकै बनाउन आँटेको छ हैन। पावर प्लान्ट बनाउने भनेपछि के हुन्छ त भनेर भन्दाखेरि वरिपरि खाली एरिया हुन्छ हैन। पावर प्लान्ट भनेपछि त नजिकै घर बस्तीहरु त केही पनि हुँदैन नि त, खाली एरिया हुन्छ। त्यसैले गर्दाखेरि तिमीले यसमा चाहिँ क्याटेगोरी 2 भनेर लिन सक्छौ है। क्याटेगोरी 3 ले पनि खासै फरक पर्दैन हैन, तर काठमाडौँ नजिकै बनाउने हो। नजिकै बनाउँदाखेरि के गर्ने भन्दाखेरि पावर प्लान्टको वरिपरि चाहिँ खासै स्ट्रक्चर नभएकोले गर्दाखेरि चाहिँ तिमीले क्याटेगोरी 2 लिँदा नि हुन्छ, अथवा क्याटेगोरी 3 ले पनि खासै फरक चाहिँ पर्दैन है। त्यसैले अहिलेको केसमा मैले क्याटेगोरी 2 भनेर लिए। अब क्याटेगोरी 2 लिँदाखेरि के भयो त भनेर भन्दाखेरि हामी केमा गयौँ भन्दाखेरि क्याटेगोरी 2, क्याटेगोरी 2 को पनि क्लास बी सरी क्लास सी, क्याटेगोरी 2 को क्लास सी मा। अब यहाँतिर के दिएको छ त भनेर भन्दाखेरि हेर त, हामीले हाइट भनेर खासै दिएकै छैन है, हाइट भनेर खासै दिएकै छैन, 10 भन्दा सानो छँदै छैन। त्यसैले गर्दाखेरि के गर्दिने भनेर भन्दाखेरि हामी सेफ साइडमा बस्न 10 नै लिदिने के। अब एकचोटी यहाँतिर यो टेबल एकचोटी हेर है, टेबल हेर्दाखेरि के देख्छौ भनेर भन्दाखेरि हैन, टेबल हेर्दाखेरि के देखिरहेको हुन्छ भनेर भन्दाखेरि हेर त, जसरी हामी क्याटेगोरी बढ्दै गइराछौँ नि त्यतिखेर के भइरहेछ त भनेर भन्दाखेरि भ्यालु के भइरहेछ, घट्दै गइरहेछ के। किन भनेर भन्दाखेरि क्याटेगोरी घट्नुको अर्थ के हो, अब्स्ट्रक्सन बढ्नु हो। जस्तै यहाँतिर पुरै ओपन थियो क्याटेगोरी 1 मा, तिमी जस्ट एउटा मात्रै क्लासको भ्यालु हेर न। जस्तै क्लास ए मा हेर, यो ओपन थियो त्यसैले गर्दाखेरि विन्ड बेसी। यहाँतिर के छ, सानसानो अब्स्ट्रक्सन त्यसैले अलिकति कम। यसमा अझै कम अब्स्ट्रक्सन छ त्यसैले कम, बेसी अब्स्ट्रक्सन छ त्यसैले कम। यसमा त एकदमै बेसी अब्स्ट्रक्सन छ त्यसैले गर्दाखेरि एकदमै कम भयो हो। त्यसैले गर्दाखेरि तिम्रो सेफ साइडमा बस्नलाई अलिकति यतातिर साइडमा बसेर डिजाइन गरिदिँदाखेरि पनि हुन्छ। अब क्लास एबीसी हेर्यो भने कुरा त्यही नै हो। क्लास एबीसी भनेपछि ए मा के हुन्छ भनेर भन्दाखेरि म्याक्सिमम डाइमेन्सन भनेको कम हुन्छ त्यसैले अब्स्ट्रक्सन कम, त्यसैले विन्ड भेलोसिटी बेसी। बी मा पनि त्यही, बी मा अब 20 to 30 हुन्छ, त्यसैले 20 to 50 हुन्छ त्यसैले अब्स्ट्रक्सन अलिकति बेसी। तर सी मा 50 भन्दा बेसी हुन्छ, सबैभन्दा बेसी अब्स्ट्रक्सन त्यसैले कम। तिम्रो सेफ साइडमा बस्छौ भने चाहिँ तिमीले यतातिर चाहिँ लेफ्ट साइडतिर डिजाइन गर्दाखेरि हुन्छ। त्यसैले तिम्रो हाइट अनुसार हेरिराछ भने के देख्छौ त भनेर भन्दाखेरि हेर त, जसरी हाइट बढ्दै गइराछ त्यसै अनुसार के भइराछ त भनेर भन्दाखेरि हाइट बढ्दाखेरि भ्यालु बढ्दै गइराछ।
त्यसले अब 9 मिटर भनेर दिएको छ, तिमीले एक्स्ट्रापोलेट गरेर 9 मिटरको लागि निकाल्छौ निकाल, तर 10 मिटर नै गरेर पनि सिधाइदियो भने हुन्छ के, अलिकति सेफ साइडमा बस्नलाई। त्यसैले मैले अहिले 10 मिटरै लिए, क्लास बी लिए, क्लास बी सरी क्याटेगोरी 2 लिए, क्याटेगोरी 2 को क्लास सी गर्दाखेरि K2 को भ्यालु कति आइदियो 0.93 भनेर आयो क्लास सी। ल अब यति गरिसकेपछि अब मेरो लास्ट एउटा टर्म बच्यो, त्यो भनेको के हो त भनेर भन्दाखेरि K3 निकाल्नु है त। अब K3 निकाल्नलाई हेरौँ है, K3 निकाल्नलाई चाहिँ अलिकति झन्झट झमेला छ। अब त्यो चाहिँ अब तिमीहरूको अब हेर एक्जाम पोइन्ट अफ भ्यूले K3 सायदै आउला, यसरी जुन भनेको छ यो चाहिँ तिमीहरूले न्युमेरिकल बुझाउनलाई हो, तर सायदै यसरी चाहिँ ठ्याक्क K3 भनेर निकाल्नु पर्ने होला। तर जस्ट तिमीहरूले यो मात्रै सोध्यो भने चाहिँ जहिले पनि प्रिपेयर भएर चाहिँ बस्नुपर्छ है त। त्यसैले K3 को लागि के गरौँ भनेर भन्दाखेरि यहाँतिर जाउँ, K3 को लागि अलिकति तल जानुपर्ने भयो हामी, यहाँतिर आइसकेपछि K3 को लागि यो भनेको यतातिर आयौँ। K3 को लागि के रहेछ त भन्दाखेरि हेरौँ है त, K3 भनेको के रहेछ 1 + CS भनेर रहेछ है। 1 + CS भनेर भनेकोले गर्दाखेरि पहिलो काम मैले C निकाल्नु पर्यो है त, पहिलो काम मैले C निकाल्नु पर्यो। अहिलेलाई हाम्रो पहिलो के त भन्दाखेरि स्लोप कति छ भनेर हेर्नु पर्यो है। अनि पहिलो काम C निकाल्नलाई के चाहिने रहेछ, स्लोप चाहिने रहेछ। त्यसैले स्लोप हेरौँ है त, स्लोप हेर्दाखेरि के देख्छौँ भन्दाखेरि हाम्रो स्लोप भनेको के छ 1:3 भनेको छ। त्यसैले गर्दाखेरि 1:3 भनेपछि हामी tan मा जान्छौँ, 1 vertical to 3 horizontal भन्यो, 1 vertical to 3 horizontal। त्यसैले यो थीटा भनेर भन्यो भने थीटा भनेको के हुन्छ tan इन्भर्स 1/3, यो गर्दाखेरि कति आउँछ भन्नु त tan इन्भर्स 1/3 कति आयो 18.43 भनेको आएछ है त, 18.43 डिग्री भन्ने आयो। अब हेर है, यो चाहिँ म स्टेप बाई स्टेप जाने हो कि, मलाई के चाहिन्छ त्यही निकाल्दै जाने हो। 1 मलाई दिएकै छ, C र S निकाल्नु पर्यो। C निकाल्न पहिलो काम के चाहिने रहेछ, स्लोप चाहिने रहेछ। अब हामीले के दिएको छ त भन्दाखेरि when थीटा इज ग्रेटर देन 17 डिग्री, त्यतिखेर C को भ्यालु भनेको के दिएको छ त भनेर भन्दाखेरि Z/0.3 भनेर दिएको छ है। अब Z भनेको के हो त भनेर भन्दाखेरि Z भनेको हाम्रो हाइट, म्याक्सिमम हाइटलाई चाहिँ हामीले Z भनेर भन्यौँ। त हेरौँ कोडबाट हेरौँ ल, अनि चाहिँ के भनेको छ, ए सरी 0.36 मात्रै भनेको छ है, मैले कहाँबाट यो लेखेको छु, C भनेको 0.36 भनेर दिएको छ। त्यसैले सक्यो ल। C भनेको यति दिएको छ भने अब मलाई अर्को काम के गर्नु पर्यो त भनेर भन्दाखेरि S निकाल्नु पर्यो हैन। अब S निकाल्नलाई के छ त भनेर भन्दाखेरि हेर त, S निकाल्नलाई चाहिँ के छ भनेर भन्दाखेरि यहाँतिर एउटा LE भनेर दिएको छ है। यो S निकाल्न चाहिँ एउटा LE भनेर चाहिने रहेछ। S भनेको चाहिँ हामी यसबाट निकाल्छौँ के, यसबाट यहाँतिर के चाहिने रहेछ, एउटा H/LE र अर्को भनेको के चाहिने रहेछ, अब हामीले डाउनविन्ड हेरिरहेको, त्यसैले X/LE। हामीले त हेर त कुन साइडमा, यो साइडमा बनेको छ भनेर भनेको छौँ नि त। त्यसैले अब मैले के निकाल्नु पर्यो भनेर हेरौँ है त। अनि चाहिँ H भनेको म्याक्सिमम हाइट अफ द क्रेस्ट, अनि चाहिँ H भनेको के छ, यहाँदेखि लिएर यहाँसम्मको हाइट भनेको 400 मिटर भनेर हामीलाई दिएको छ हैन। अब मलाई के चाहियो त भनेर भन्दाखेरि दुईटा कुरा, सरी त्यो भनेको त हाम्रो के भइदियो भनेर भन्दाखेरि Z चाहिँ भयो, Z भनेको दिएको छ। अब मैले के निकाल्नु पर्यो भनेर भन्दाखेरि एउटा LE निकाल्नु पर्यो। एकचोटि LE निकालिसकेपछि H/LE भन्ने कुरा पनि थाहा भइहाल्यो। अर्को मलाई के चाहियो त भन्दाखेरि X/LE, X भनेको के हो त्यसपछि म भन्छु है त। त्यसैले पहिलो काम के दिन्छ, यो LE भनेको के रहेछ भनेर हेर्नु पर्यो है। LE भनेको के हो त भन्दाखेरि ग्रेटर देन 17 डिग्री भनेको छ। त्यसैले Z/0.3 गरेर तिमीहरूले यहाँतिर के गर्नु पर्यो, LE को भ्यालु निकाल त। Z भनेको चाहिँ क्रेस्टको हाइट, यसलाई चाहिँ Z भनेर भनेको छ। यहाँदेखि लिएर यो क्रेस्टसम्मको हाइटलाई चाहिँ Z भनेको छ, जुन भनेको हाम्रो क्वेसनमा 400 मिटर भनेर दिएको छ। त्यसैले पहिलो काम के गर, यो LE निकाल ल। LE भनेको Z/400 भनेर दिएको छ, पहिलो काम त्यो निकालौँ। अनि त्यो निकालिसकेपछि अनि बल्ल त्यसपछि अगाडि बढौँ है त। यही एउटा लास्ट हो अब हाम्रो, त्यसपछि सक्यो। अनि चाहिँ पहिला के छ त भन्दाखेरि Z भनेको 400 मिटर भनेर दिएको छ। हाम्रो के छ भन्दाखेरि LE भनेको 17 डिग्री भन्दा बेसी भएकोले गर्दाखेरि Z/0.3, त्यो भनेको 400/0.3 भनेको 1200 मिटर भनेर आयो। अब अर्को मलाई के चाहिने रहेछ त भनेर भन्दाखेरि यहाँतिर के चाहिने रहेछ, अर्को भनेको एउटा भनेको H/LE, अर्को भनेको X/LE भनेर यो दुईटा कुरा चाहियो हैन। X/LE र यो LE चाहियो। त्यसैले गर्दाखेरि अब मलाई अर्को एउटा कुरा के चाहियो,
x भन्ने कुरा चाहियो है। x भनेको कति दिएको छ भनेर भन्दाखेरि क्वेशनले x भनेको भ्यालु दिएकै छ। le भनेको हामीले यहाँतिरबाट यसरी हामीले le भनेको चट्ट गरेर निकालिसक्यौं। मैले केही भ्यालु गल्ती लेखेँ क्या हो। 400 यो गर्दाखेरि कति आयो अलिकति मिलेन। यो कति आउँछ यो भ्यालु 1333.33 हजुर हजुर 1333.33 मिटर। x भनेको के दिएको छ त क्वेशनले भन्दाखेरि हेर त हामीलाई इफ द लोकेसन इज 250 मिटर फ्रम द क्रेस्ट भनेर दिएकोले गर्दाखेरि 250 मिटर भनेर पनि दिएको छ। अनि यो h भनेको के हो त हाइट अफ द बिल्डिङ है, अफ बिल्डिङ। त्यसैले गर्दाखेरि यो भनेको हाम्रो 9 मिटर भनेर दिएको छ। अनि h बाइ le पनि हामीसँग छ। अनि त्यसपछि हामीसँग अर्को भनेको के छ रे z बाइ le के थियो x बाइ le। दुईटा कुरा हामीसँग छदैछ। दुईटा कुरा गरेर अब हामी के निकालौं ग्राफ हेरौं है त। यो दुईटैको भ्यालु निकाल्दा त h बाइ le र x बाइ le को भ्यालु निकाल्दा त 0.00675 0.00675 र यो 0.1875 ल थ्यांक यू है त। अब यति भइसकेपछि हेर है ल। अब यो गर्ने बेलामा चाहिँ हामीले के छ त भनेर भन्दाखेरि हेरे अब हामीले के गर्नु छ भनेर भन्दाखेरि यो भ्यालु लिने हो। यो भ्यालु भनेपछि हामीले डाउनवर्डको लागि लिइरा छौं। डाउनवर्डको लागि लिँदाखेरि हेर त कति छ भनेर भन्दाखेरि अब h बाइ le भनेको हाम्रो कति छ भनेर भन्दाखेरि 0.00675 भनेपछि यो भनेको यतै रेन्जतिर छ। हेरे हामी डाउनवर्डको लागि लिइरा छौं। यो भनेको यो रेन्जतिर छ होला, यतातिर तल 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 तलतिर गयो है। अनि अर्को भनेको x बाइ le भनेको 0.1875 भनेको यो यतातिर छ। त्यसैले यति तल छ कि जति तल गयो त्यति चाहिँ 1 को नजिक भयो नि त। अब यो ग्राफ हामीले मजाले हेर्नै सकेनौं। अब सपोज h बाइ le भनेको 2 हुन्थ्यो, डाउनवर्ड स्लोप भनेको 2.5 हुन्थ्यो भने यो माथिको ग्राफमा जान्थ्यो। तर हामी जति नजिक 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 जाँदै गयौं त्यति के भइदियो त भन्दाखेरि यो भनेको चाहिँ यो 1 को नजिक आइदियो के। यो भ्यालु भनेको हेर त झन्डै 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 1 को नजिक आइदिएकोले गर्दाखेरि चाहिँ यस्तो सानो भ्यालुको लागि k3 भनेको 1 लिन्छौं। अब कसरी लिने भन्ने कुरा सिकाए हेर हैन। तर भ्यालु चाहिँ अहिलेलाई के गर्दिने एकदमै सानो भएकोले गर्दाखेरि 1 लिदिएको। सपोज एक्जाम्पलको लागि मैले के दिएको भन्दाखेरि तिमीले x बाइ le भनेको क्याल्कुलेट गर्दाखेरि 1.1 आयो रे सपोज हैन। x बाइ le भनेको 1 आयो रे। अनि त्यसपछि यो भनेको चाहिँ 0.5 आइदियो रे h बाइ le भनेको। अनि यो पोइन्टमा पर्थ्यो। यो 0.2 छ यो 0.1 छ भने तिमीले यहाँबाट यसरी एउटा ग्राफ यसरी बनाउँथ्यौ। यो यसरी ग्राफ बनाउँदाखेरि यो भ्यालु भनेको कति हुन सक्थ्यो भन्दाखेरि 0.1 छ यो 0.2 छ भनेपछि यो भनेको 0.12 0.13 भनेर हुन सक्थ्यो। तर यो यति सानो छ कि हामीले के गर्दियौं k3 को भ्यालु भनेको 1 नै लिदियौं है। यो 0.0075 ले गर्दाखेरि बिल्डिङको हाइट नै धेरै छैन। एक्चुअली फेरि भन्दिनु पक्क म तिमीलाई ग्राफ यतातिर बनाएर देखाउँछु ल। एउटा दुईटा ग्राफ चाहिँ रिजन हिल पनि छ तल, त्यो चाहिँ युज नगर्ने। हजुर हजुर हाम्रो त हिल भनेको छ नि हैन। ए हाम्रो हिल भनेको हिल भनेको छ भने त यतातिर म त्यसमा गए। ओ सरी हिल भनेको छ भने हामी यतातिर चाहिँ जान्छौं है। हिल भनेको छ भने चाहिँ हामी रिड्स र हिलको लागि भनेर यसमा गयौं। यो भनेको चाहिँ क्लिफ र एस्क्रापमेन्ट भनेको छ। हामी हिलमा भनेपछि काठमाडौँको नियर साइड अफ हिल भनेपछि हामीले यसमा हेर्नु पर्यो है। मैले ग्राफ मात्रै झट्टै हेराएको छु। थ्यांक यू प्रतीक। प्रतीकले भने कि कपिलले भने हो? हुन्छ के कपिलले हो कि प्रतीकले हो? ल थ्यांक यू जसलाई पनि हो है त। ल अनि चाहिँ हामीले हिलको लागि भनेपछि अब यो ग्राफ एक्चुअली हेर्न चाहिँ मैले अलिकति सिकाइदिए ल। त्यति मात्रै चाहिँ गरौँ न। यो अलिकति ग्राफ मलाई बनाउँदै पहिला। हेरे त सपोज यस्तो भ्यालु छ रे। यो भ्यालु भनेको चाहिँ अब कसरी दिएको छ भन्दाखेरि यो भनेको 1 यो 0.8 यो 0.6 यसरी नै बढ्दै गएको छ। अनि यो भनेको चाहिँ यो ग्राफको लाइन हो यो ग्राफको लाइन हो। अनि त्यसपछि अब तिमीहरुको के छ भनेर भन्दाखेरि यो तीनवटा ग्राफको प्लट हो के। तीनवटा ग्राफको प्लट हेर्नलाई चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ।
अब यो यतापट्टि जाँदाखेरि के छ त भनेर भन्दाखेरि यहाँतिर यो डिरेक्सनमा हाम्रो h/le भनेर छ, यहाँतिर हाम्रो x/le भनेर छ हैन। अब यहाँतिर यसरी यो चाहिँ x/le को भयो, यो चाहिँ h/le को छ। त्यसैले हामीले तीनवटा प्यारामिटर भनेर हेरे जस्तो छौं के, तीनवटा प्यारामिटर हेरेर हामीले s को भ्यालु निकालिरहेको छौं हैन। अब के छ भनेर भन्दाखेरि चाहिँ अब यो भनेको चाहिँ अब सपोज कति छ रे भन्दाखेरि यो एउटा भ्यालु यहाँ आइदियो अनि यो अर्को भ्यालु यहाँ आएर यो दुईटाको इन्टरसेक्सन भनेको यहाँतिर छ रे। अब यो 0.6 को ग्राफ हो, यो सपोज 0.4 को ग्राफ भइदियो भने अब यसको लागि तिमीले के गर्नुपर्ने हुन्छ भनेर भन्दाखेरि चाहिँ यसरी नै एउटा ग्राफ भनेको यसरी नै गइरहेको छ भनेर एज्युम गर्छौ के। अनि यो 0.6 छ, यो 0.4 छ भनेपछि अब हामीले के गर्दिने त भन्दाखेरि यसो हेर्दाखेरि यो दुईटाको बीचमा इन्टरपोलेट गर्दाखेरि यो भ्यालु भनेको चाहिँ 0.55 भनेर यसरी एज्युम गर्नुपर्ने हुन्छ। यो चाहिँ यहाँबाट चाहिँ हामीले s को भ्यालु निकाल्छौं। तर हाम्रो के भइदियो यो h/le भनेको यहाँतिर छ 0.00675 भनेपछि यो यति सानो छ कि यसलाई चाहिँ हामीले k3 भनेर 1 भनेर राखिदिएको है। त्यसैले जेनरली k3 को भ्यालु चाहिँ अब एकदमै धेरै स्टिप स्लोप नभएसम्ममा, अब्स्ट्रक्सन भनेको एकदमै यो x/le को भ्यालुले एकदमै धेरै डिस्टर्ब नगरेसम्ममा र यो हाइट भनेको हाइट पनि एकदमै धेरै ठुलो नभएसम्ममा चाहिँ के हुन्छ त भनेर भन्दाखेरि खासै डिस्टर्ब गर्दैन टोपोग्राफीले। त्यसैले गर्दाखेरि k3 को भ्यालु चाहिँ हामीले लिँदाखेरि 1 भनेर लिइराखेको हुन्छ है त। त्यसैले अहिलेको केसमा हाम्रो के आयो, k1 भनेको 1.07, k2 भनेको 0.93 सरी कति 904 भन्दै क्या हो 93 नै हो र k3 को भ्यालु 1 आयो। यहाँबाट हामी के गर्छौं भनेर भन्दाखेरि vz निकाल्छौं। यहाँसम्म कसैले केही कन्फ्युजन छ भनेपछि अब हामी vz निकाल्न हामीले कुनै समस्या छ कि छैन भनेर भन त। अब हामी डिजाइन विन्ड भेलोसिटी निकाल्न सायद सक्छौं होला। एक्चुअली डिजाइन विन्ड भेलोसिटी निकालिसकेपछि अब प्रेसर चाहिँ कसरी निकाल्ने भन्ने आज बेलुकाको टपिक हुन्छ है त। मैले किन आज गल्ती लेखिरहेको छु, थ्यांक यू है। ल k3 भनेको चाहिँ के भनेको भन्दाखेरि k3 भनेको 1 + cs छ, यो 1 नै भइहाल्यो। c भनेको हामीले 0.36 लिएको थियौं र k भनेको यो 1 भएकोले गर्दाखेरि 1 + 0.36 भएर चाहिँ 1.36 चाहिँ भयो है। मैले गल्ती लेखेछु, s को चाहिँ भ्यालु 1 आको, k3 को भ्यालु होइन है। त्यसैले गर्दाखेरि k1 भनेको 1.07, k2 भनेको 0.93 र k3 भनेको 1.36 चाहिँ भएको है। थ्यांक यू सो मच। यो s को भ्यालु चाहिँ 1 आको, k3 भनेको त 1 + cs हो, त्यसैले गर्दाखेरि c भनेको 0.36 यो s भनेको 1, त्यसैले गर्दाखेरि 1.36 चाहिँ आको है। त्यसैले गर्दाखेरि त्यसमा चाहिँ म चुकिएछु, मैले लेख्दाखेरि चाहिँ k3 भनेर लेखे, यसमा चाहिँ नचुक्यौं है त। अनि vz भनेको कति आइदियो भन्दाखेरि 1.07 * 0.93 * 1.36 * 47 कति आउँछ यो गर्दाखेरि 66.61 66.61 63 63.61 आयो भनेपछि यो भनेको चाहिँ के भइदियो त भन्दाखेरि हाम्रो विन्ड भेलोसिटी भयो। अब यसमा चाहिँ के छ भन्दाखेरि बेसिक विन्ड भेलोसिटी 47 थियो, तर यहाँतिर के भइदियो पावर प्लान्टले गर्दाखेरि चाहिँ अलिकति हामीले के गर्नु पर्यो, बढाउनु पर्यो 1.07 ले। अब टेराइन कन्डिसन अनुसार घटाए पनि के भइदियो त भन्दाखेरि टोपोग्राफीले चाहिँ डाउन हिल साइडमा भएकोले गर्दाखेरि चाहिँ यसको स्पिडलाई चाहिँ 1.36 टाइम्सले बढाइदिएकोले गर्दाखेरि चाहिँ 63.61 भनेर आयो, जुन चाहिँ हाम्रो बेसिक विन्ड भेलोसिटी भनेर हुन आयो है। ठीक छ। ल अब यति गरिसकेपछि चाहिँ अब यहाँबाट चाहिँ कन्टिन्यू भनेको चाहिँ अब हाम्रो के हुन्छ भन्दाखेरि अब यो भनेको चाहिँ के हो, त्यो एटमोस्फियरमा त्यो एरियामा चलिरहेको हावा भनेको चाहिँ त्यति भयो हैन। अब चाहिँ हामी के गर्छौं, त्यो एरियामा त्यो हाइटमा यति हावा चलिरहेको छ भने अब त्यो हावाले बिल्डिङको रुफलाई कसरी असर गर्छ भन्ने कुरा चाहिँ प्रेसर कोएफिसिएन्टहरु निकालेर त्यसपछि अगाडि बढ्छौं है। आज बेलुकाको क्लास भनेको चाहिँ त्यो हो, जुन भनेको चाहिँ 8 मार्क्समा सोधिरहेको हुन्छ र एकदमै इम्पोर्टेन्ट छ है त। ल त्यसो आज बेलुका हामी त्यसमा कन्टिन्यू गर्छौं है।